तथागतपवेदितो धम्मविनयो भिक्खवे विवितो विरचतिनो परिच्छन्नो। नमो दश भगवतो अर्हतो सम्मा सम्बुद्धस्स। अखिल नेपाल विश्व महासङ्घद्वारा गठित धर्मप्रचार उपकमिटी मार्फत धर्मसाकक्षा कार्यक्रम माध्यमबाट संसारभरिका सबै समुदायहरूमा धर्मज्योति पुर्याउने उद्देश्यका साथ सञ्चालित यस आर्यमार्ग कार्यक्रमको सञ्चालक म विश्व सारथीको तर्फबाट मैत्रीपूर्ण साधुवाद। दर्शकबिन, आज यस कार्यक्रमको शीर्षक रहेको छ बुद्ध जयन्ती। बुद्ध वर्ष 2568औं बुद्ध जयन्तीको शुभ अवसरमा आज हामी बुद्ध जयन्ती सम्बन्ध छलफल गर्न गइरहेका छौँ। हामी नेपाली भएर नेपालीहरूलाई विशेष भएको नेपालमै जन्म भएको भगवान बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण भएको दिन बुद्ध जयन्ती मनाउँदैछौँ। नेपालको लुम्बिनी भन्ने पुण्य स्थानमा जन्मेर आजलाई 2568औं वर्ष सम्पूर्ण भएको र त्यस कारणले पनि हामीलाई आज विशेष भएको छ। आज विश्वभरमै भगवान बुद्धको अनुयायीहरू इताहर्षित भई बुद्ध जयन्ती मनाउँदछन्। त्यस कारणले पनि आज हामी यस कार्यक्रम मार्फत बुद्ध जयन्ती भनेको के हो, बुद्ध जयन्ती किन मनाउँदछन् भन्ने बारेमा र बुद्ध जयन्ती कसरी मनाउनुपर्छ भन्ने बारेमा आज हामी छलफल गर्नेछौँ। र हाम्रो यस कार्यक्रमको लागि हाम्रो निमन्त्रणा स्वीकार गरी यहाँ पाल्नु भएको छ, उहाँलाई अब स्वागत गर्न चाहन्छु। यहाँ हुनुहुन्छ आनन्दकुटी बिहारवासी पूज्य शरणङ्कर बन्ते। उहाँ श्रीलङ्कामा बौद्ध विश्वविद्यालयमा बौद्ध पाली विश्वविद्यालयमा पाली, संस्कृत र बौद्ध शिष्टाचारमा उहाँले बिहे गर्नुभएको छ। त्यस्तै लुम्बिनी विश्वविद्यालयमा उहाँले बुद्ध धर्ममा एमए गर्नुभएको छ। उहाँलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। भन्दै तपाईँलाई यस कार्यक्रममा स्वागत छ। धन्यवाद। त्यसै गरी हाम्रो यो निमन्त्रणा स्वीकार गरी यहाँ पाल्नु भएको छ ललितपुर साकेसिंह बिहारका महासचिव, त्यस्तै दोम्बु विजयराम बिहारका सचिव पूज्य पी रत्न बन्ते। उहाँ श्रीलङ्कामा केलनिया विश्वविद्यालयमा पाली स्पेसलमा बिए गर्नुभएको छ। त्यस्तै गरी बुद्धिस्ट स्टडिजमा उहाँले एमए गर्नुभएको छ। उहाँलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। भन्दै तपाईँलाई यस कार्यक्रममा स्वागत छ। धन्यवाद। दर्शकबिन, फेरि एकपटक म यस कार्यक्रमको शीर्षक याद गराउन चाहन्छु। हामी बुद्ध जयन्ती सम्बन्ध छलफल गर्न गइरहेका छौँ र यस सम्बन्ध छलफल गर्ने क्रममा यस कार्यक्रमको प्रथम प्रश्न म शरणङ्कर बन्देज्यूलाई राख्न चाहे र हाम्रो यो शीर्षक अनुसार भन्दै बुद्ध जयन्ती भनेको के हो र बुद्ध जयन्ती किन मनाउँदछन् भन्ने बारेमा धर्मानुकूल व्याख्या गरिदिनु हुन र धर्मानुकूल प्रवेशको लागि बाटो खोलिदिनु हुनुको लागि यो प्रश्न म तपाईँ राख्न चाहेँ। भन्दै धन्यवाद। मलाई यस कार्यक्रममा निमन्त्रणा गर्नुभएकोमा यस कार्यक्रमका सञ्चालक श्रद्धेय सारद भन्ते, त्यस्तै यो छलफलमा सहभागी हुनुभएका श्रद्धेय पी रत्न भन्ते। अहिलेको परिप्रेक्ष्यमा हेर्ने हो भने एकदम कालीन प्रश्न बुद्ध जयन्ती सम्बन्धी जब वैशाख पूर्णिमा नजिकिन्छ सामाजिक सञ्जालमा यो बारे धेरै परिचर्चाहरू हुने गर्दछ र विशेष गरी यो जयन्ती भन्ने शब्दमा धेरै अल्झिएको पनि हामी पाउँछौँ। अहिलेको दृष्टिकोणले हेर्ने हो भने जयन्ती भन्नासाथ कुनै एकजना विशिष्ट व्यक्ति जो बितिसके त्यो विशिष्ट व्यक्तिलाई सम्झेर जन्मदिनलाई मानेर बितिसकेपछि जो कोहीले मनाउँदछ भने त्यसलाई हामी जयन्ती भन्ने गर्छौँ अहिलेको परिप्रेक्ष्यमा। तर यहाँनिर हामीले कुरा गर्दैछौँ बुद्ध जयन्तीको बारेमा। त्यसकारण बुद्ध जयन्तीसँग सम्बन्धित भएर कुरा गर्दा भगवान बुद्धको जुन समय हो, भगवान बुद्धको जुन परिवेश हो, त्यसलाई बुझेर मनन गरेर त्यो इतिहासलाई पनि सम्झेर हामी अगाडि बढ्नुपर्ने हुन्छ। त्यसकारण यदि भगवान बुद्धले देशना गर्नुभएका जति पनि सूत्रहरू छन्, ती सूत्रसँग आबद्ध भएका जति पनि अर्थकथाहरू छन्, ती अर्थकथाहरूभित्र खोतल्दै हेर्ने हो भने खुद्दक निकाय जातक अर्थकथामा, अयोघर जातक वन्दनामा पनि जयन्ती भन्ने शब्द आउँछ। त्यस्तै खुद्दक निकाय अर्थकथा धम्मपद अर्थकथाकोमा पनि यो जयन्ती भन्ने शब्द उल्लेख भएको पाइन्छ। संयुक्त निकाय अर्थकथा ब्राह्मण सूत्र वन्दनामा पनि यो जयन्ती भन्ने शब्द उल्लेख भएको पाइन्छ। र यसरी अर्थकथाभित्र हामी गहिरिएर हेर्दा यो
जयन्ती भन्ने शब्दले कहीँ कतै पनि जन्मोत्सव मनाउने वा जन्मोत्सव मनाइन्छ भनेर उल्लेख भएको पाइँदैन। जयन्ती भन्न अर्थात जितेको। त्यसकारण यदि शब्दमा हामी छिर्ने हो भने जय भन्ने धातुसँग मिलेर यो जयन्ती भन्ने शब्द बनेको छ। जति पनि युद्धहरूबाट जितिन्छ, मारहरूबाट, क्लेशहरूबाट जितिन्छ, त्यस्तो अवस्थामा चाहिँ यो जयन्ती भन्ने शब्द उल्लेख भएको पाइन्छ। र यही शब्दको अर्थ अहिले आएर एकदम भिन्नता भएको हामी पाउँछौँ। त्यसकारण अहिले यदि हामीले हेर्ने हो भने कुनै संस्थाको जन्मतिथिलाई पनि जयन्ती भनेर मनाएको पाउँछौँ। त्यस्तै कुनै महत्त्वपूर्ण कार्य आरम्भ भई वर्ष दिन पुरा हुँदा त्यो अनुसार पनि मनाउने गर्छौँ र कुनै प्रसिद्ध व्यक्तिको जन्मलाई लिएर पनि मनाउने गरिन्छ। यो तीनवटा कुरालाई आधार लिएर जयन्ती मनाइरहेको हुन्छ। र त्यसकारण यहाँनिर हामीले अलिकति बुझ्नुपर्ने कुरो के हो त भन्दा अधिकांशले परिनिर्वाण दिवसलाई नै जन्मदिन भनेर मनाइरहेका छन् भनेर तथाकथित विद्वानहरूले आफ्नै तरिकाले यो साल पनि परिमार्जन गर्दै गइरहेको पाउँछौँ। त्रिपिटकभित्र हामीले यदि हेर्ने हो भने भगवान बुद्ध परिनिर्वाण हुँदासम्म बुद्ध वर्ष सुरु भएको थिएन र बुद्ध वर्ष सुरु हुनुपर्ने आवश्यकता पनि छैन। र बुद्ध धर्म अनुसार हामीले यदि गहिरेर हेर्ने हो भने जाति भी दुःख, जरा भी दुःख, व्याधि भी दुःख, मरणम भी दुःख भनेर स्वयं भगवान बुद्ध आफैले देशना गर्नुभएको छ। जन्म पनि दुःख नै हो, मरण पनि दुःख नै हो। जब भगवान बुद्ध स्वयंले नै यो प्रकाश गर्नुभएको छ भने भगवान बुद्धका अनुयायीहरूले खुसियालीको रूपमा कसरी मनाइन्छ त बुद्ध जन्म हो। त्यसकारण यहाँनिर बुझ्नुपर्ने के हो त भन्दा भगवान बुद्ध परिनिर्वाण भइसकेपछि त्यसपछि भएका जति पनि महत्त्वपूर्ण कार्यहरू भए ती सबैमा बुद्धको परिनिर्वाणलाई लिन थालियो। अर्थात् पहिलो धर्म सङ्गायनको बारेमा हामीले कुरा गर्छौँ भने बुद्ध परिनिर्वाणपछि 3 महिना भनेर समय उल्लेख गरेको पाइन्छ। त्यस्तै दोस्रो धर्म सङ्गायनको कुरा गर्ने हो भने बुद्ध परिनिर्वाणपछि 100 वर्ष भन्ने शब्द त्यहाँ हामी पाउँछौँ। भन्नेको तात्पर्य के हो त भन्दा भगवान बुद्धको परिनिर्वाण भइसकेपछि अरत भन्तेहरूले बुद्ध परिनिर्वाणलाई नै सम्वतको रूपमा सुरु गर्नुभयो, जुन हामी अहिले आएर बुद्ध सम्वत भन्छौँ। यो 2568औं बुद्ध जयन्ती वा बुद्ध पूर्णिमा जो जसले जसरी मनाइन्छ त्यो परिनिर्वाणपछि नै लिएको पाइन्छ। र यहाँनिर बुझ्नुपर्ने महत्त्वपूर्ण कारण के हो त भन्दा कुनै महत्त्वपूर्ण कार्य आरम्भ भई वर्ष दिन पुरा हुँदा मनाइनेलाई पनि जयन्ती भनिन्छ। त्यसकारण बौद्ध समुदायमा देश विदेशमा जयन्ती भनेर भगवान बुद्धको जन्मलाई मात्र आधार लिएर होइन कि तर्क अनुसार हामी जाने हो भने बुद्ध सम्वत सुरु भएकोलाई लिएर नै हामी जयन्ती मनाउँदै आइरहेका छौँ। र यहाँनिर हामीले नबुझ्ने कुरा के हो त भन्दा बुद्धको जन्म, बोधि ज्ञान प्राप्त अनि परिनिर्वाण जस्ता त्रिसंयोगलाई मात्र हामी आधार लिन्छौँ। भगवान बुद्धको यो धर्म अनुसार हेर्ने हो भने हरेक पूर्णिमा बौद्धहरूको लागि उति नै महत्त्वपूर्ण हुन्छ। र बुद्ध धर्ममा बौद्ध सम्प्रदाय अनुसार पूर्णिमा त जो कोहीले पनि मनाइरहेका छन् बौद्धहरूले। त्यसकारण हरेक पूर्णिमाको आफ्नै महत्त्व भए जस्तै यो वैशाख पूर्णिमाको पनि आफ्नै महत्त्वहरू छ, आफ्नै विशेषताहरू छ। ती विशेषताहरूलाई मनन गरी मनाउने नै वैशाख पूर्णिमा हो। भगवान बुद्धको जन्म भएको कारणले वा बुद्धत्व प्राप्त भएको कारणले वा परिनिर्वाण भएको कारणले मात्र वैशाख पूर्णिमा मनाएको होइन। वैशाख पूर्णिमा मनाएको किन त भन्दा ती 3वटा संयोग मात्र नभई अरू थुप्रै संयोगहरू त्यसभित्र अन्तर्गत भएको पाइन्छ। र त्यसकारण त्यो दिनमा हरेक बौद्ध विहारहरूमा बुद्धको गुण स्मरण गर्दै उहाँप्रति कृतज्ञता भएर हामीले आमिष पूजाद्वारा होस् वा प्रतिपत्ति पूजाद्वारा होस् हामी यसरी वैशाख पूर्णिमा मनाउने गरेका छौँ। र यहाँनिर अलिकति बुझ्नुपर्ने अर्को एउटा कारण के हो त भन्दा अधिकांश आजकल सामाजिक सञ्जालमा बुद्ध जयन्ती भनेको 2568औं होइन कि त्यो सँगसँगै भगवान बुद्धको 80 वर्ष पनि जोडेर 2600मा पुर्याएको पाउँछौँ।
2600 भन्दा अगाडि अझ लगिरहेको हुन्छ। 2613 सम्बोधि ज्ञान भन्छ, नभए 2648 बुद्ध जयन्ती मनाउनु पर्छ भनेर अधिकांशले यो सामाजिक सञ्जालमा अहिले हामी छ्यापछ्याप्टै पाउँछौँ। र यहाँनिर बुझ्नुपर्ने के हो त भन्दा बुद्ध सम्वत नै जब सुरु भयो त्यो महापरिनिर्वाणपछि मात्र सुरु भयो, त्यसको अगाडि थिएन। त्यसको अगाडि थिएन। यदि त्यसको अगाडि हामीले बुद्ध सम्वत भन्न पाउँछौँ भने हामीले के गर्नुपर्ने छ त भन्दा जस्तै ईसा पूर्व भने जस्तै बुद्ध सम्वत पूर्व 80औँ भनेर यदि मनाएको हो भने त्यहाँनिर सही जस्तो लाग्छ। किन त भन्दा भगवान् बुद्धका धर्ममा थेरवाद कसलाई भनिन्छ त भन्दा जो भगवान् बुद्धको धर्मलाई अरहत भन्तेहरूले देशना गरेको धर्मलाई हुबहु त्यसरी नै अनुकरण गर्दै लाने हो भने त्यसलाई हामी थेरवाद भन्छौँ। त्यसो भए अरहत भन्तेहरूद्वारा सुरु भएको बुद्ध सम्वतलाई कसरी हामी परिमार्जन गर्न पाउँछौँ? हामीमा त्यो अधिकार के छ? त्यसकारण 2600 भन्नुको तात्पर्य के हो त भन्दा बुद्ध सम्वतलाई नै हामी परिमार्जन गर्दैछौँ। त्यसभए त योभन्दा अझ पनि शब्दहरू थपेर अझ वर्षहरू थपेर अरू जस्तै 27औँ बुद्ध 27औँ 2800औँ भन्दै पनि नहुने होइन। तर यो हाम्रो लागि बिल्कुल गलत कुरा हो। किन भन्दा परिनिर्वाणपछि सुरु भएको वर्षलाई त्यहाँभन्दा अगाडि लग्ने हो भने ईसा पूर्व भने जस्तै बुद्ध सम्वत पूर्व भन्नुपर्ने हुन्छ। तर यहाँ तथाकथित विद्वानहरूले चाहिँ आफ्नै धारणा अनुसार 80 वर्ष जोडेको छ, कसैले सम्बोधि ज्ञान प्राप्त गरेको वर्षलाई जोडेको छ। यसरी जोड्दा बुद्ध सम्वतलाई पनि हामी आफैले बिगारिरहेका पाउँछौँ। यस सम्बन्धी पनि विद्वानहरूले आफ्नो तर्फबाट अलिकति विचार गर्नुपर्ने देखिन्छ। तर जेसुकै भए तापनि जयन्ती अर्थात् वा बुद्ध जयन्ती हामी मनाउने किन त भन्दा भगवान् बुद्धको धर्मलाई अनुस्मरण गरेर बुद्ध सम्वत सुरु भएको सालदेखि गनेर र भगवान् बुद्धको गुणहरू स्मरण गर्दै हामी बिहारहरूमा आमिष पूजाद्वारा वा प्रतिपत्ति पूजाद्वारा मनाउने पूर्णिमालाई नै हामी बुद्ध जयन्ती वा वैशाख पूर्णिमा हामी भन्दछौँ। भन्दै यही कुरामा मलाई एक प्रश्न याद आयो कि जयन्ती भन्नाले चाहिँ नि अब जितेको भगवान् बुद्ध प्राप्त गर्दाखेरि मारसँग जितेको कारणले नै जयन्ती भनेर यो सम्बोधन गरेको त्यसरी पनि हामीले लिन मिल्छौँ। किन त भन्दा भगवान् बुद्धले मारलाई जितेर भगवान् बुद्धले सारा प्राणीहरूलाई मारसँग जित्नको लागि जुन अमूल्य धर्म छोडेर जानुभयो त्यो स्मरणमा पनि हामी बुद्ध जयन्ती मनाउन सक्छौँ। र यहाँनिर धेरै जसो विद्वानहरू चुकेको ठाउँ भनेको अहिलेको शब्दको अर्थलाई लिएर पहिलाकोसँग नदाँजिकन त्यसमै पछि लाग्नु चाहिँ मूर्खता हो। त्यसकारण अर्थकथाहरूमा के कसरी देशना गरेको छ, सूत्रहरूमा के कसरी देशना गरेको छ शब्दबारे त्यसमा पनि अलि मनन गर्नुपर्ने जस्तो मलाई लाग्दछ। हजुर, त्यतिकै लापरवाह गर्न मिलेन। हजुर, साधुवाद छ सारनाङ्गर बन्देज्यूलाई। उहाँले बुद्ध जयन्ती सम्बन्धी उहाँले सरल तरिकाले यहाँलाई बुझाइदिनु भयो। अब म यस कार्यक्रमको दोस्रो प्रश्न म पिरदन बन्देज्यूतर्फ मोडिन चाहेँ। बन्दे भगवान् बुद्ध हुनु अगाडि भगवान् बुद्धलाई हामी बोधिसत्व भनेर हामी आमन्त्रण गर्दछौँ। दीपङ्कर भगवान् बुद्धको नियत विवरण पाएपछि उहाँले 4 असङ्ख्येय 1 लाख कल्पसम्म उहाँले दशपारमी, दशगोपारमी, दशपरमत पारमिताहरू पुरा गरेर बुद्धत्व लाभ गर्नुभयो भने हामी भन्दछौँ। यो बोधिसत्व भन्ने व्यक्ति को हुन्? के बुद्धत्व प्राप्त गर्नुको लागि त्यतिका पारमी पुरा गर्नै पर्छ र? यो यसको अर्थ सम्बन्धी केही बताइदिनुको लागि म यो प्रश्न म तपाईँ राख्न चाहेँ। हस्, धेरै धेरै धन्यवाद, साधुवाद छ हाम्रा यस कार्यक्रमका सञ्चालक शारद बन्तेज्यूलाई। मलाई अब उठिएको प्रश्न है, बोधिसत्व भन्ने व्यक्ति को हुन् भन्ने बारेमा हो। अब बोधिसत्व भन्नाले नै बोधि ज्ञान प्राप्त गर्ने व्यक्तिलाई बोधिसत्व भनिन्छ। त यस सन्दर्भमा आउने हो भने हामी जो कोही पनि बोधिसत्व हुन सक्छौँ। किनभने भविष्यमा हामीले पनि बुद्धत्व ज्ञान प्राप्त गर्न सक्ला कि होइन। त्यसको लागि चाहिँ नि अब हामी जो कोहीले पनि बुद्धत्व ज्ञान प्राप्त गर्न सक्छौँ। तर त्यसको लागि बुद्धत्व प्राप्त गर्नको लागि चाहिँ नि चल्नुपर्ने मार्ग छन् होइन। त्यो हामीले भन्छौँ दशपारमिता भनेर। त्यो दशपारमिता पनि उपपारमिता परमत्थ पारमिता गरेर चाहिँ नि त्यही दशपारमितालाई 30 वटा पारमिता गरेर
समतिङ्स पारमिता भन्ने 30वटा पारमिताहरू पुरा गरेपछि मात्र बुद्धत्व ज्ञान प्राप्त गर्न सक्ने हुन्छ। त्यसको लागि पनि अब एउटा समय निर्धारित हुन्छ। सम्यक सम्बुद्ध भन्नाले 3 प्रकारका सम्यक सम्बुद्धहरू छन् भनेर त्रिपिटकमा पनि अठकथाहरूमा पनि उल्लेख भएको पाइन्छ। त अठकथाहरूमा उल्लेख हुने अनुसार सम्बुद्धत्व 3 प्रकारका सम्बुद्धत्व भनेको पहिला वीर्याधिक बुद्ध, अनि श्रद्धाधिक बुद्ध, अनि त्यसपछि पञ्याधिक बुद्ध। वीर्याधिक बुद्धहरूले चाहिँ नि यो जुन मैले भर्खरै भनेको समतिङ्स पारमिताहरू छन्, त्यो समतिङ्स पारमिता चाहिँ नि वीर्याधिक बुद्धहरूले 16 असङ्ख्य र 1 लाख कल्पसम्म समतिङ्स पारमिता पुरा गर्नुपर्छ। 16 असङ्ख्य हैन। अब त्यसपछि श्रद्धाधिक बुद्धहरू, अब यो वीर्याधिक बुद्ध बारे भन्दाखेरि यो उहाँहरूले चाहिँ नि 16 असङ्ख्य 1 लाख कल्पसम्म चाहिँ नि पारमिता किन पुरा गर्नुपर्ने हुन्छ त भने उहाँहरूको स्वभाव भनेको वीर्य अधिक हुन्छ, धेरै वीर्य हुन्छ, प्रज्ञा घटिन्छ, श्रद्धा घटिन्छ। त्यसै कारणले गर्दाखेरि 16 असङ्ख्य 1 लाख कल्पसम्म सबभन्दा बढी समतिङ्स पारमिता पुरा गर्नुपर्ने हुन्छ। वीर्यको अर्थ धैर्य, प्रयास हैन, प्रयास बढी गर्नुपर्ने कारणले त्यसैले वीर्याधिक 16 असङ्ख्य 1 लाख कल्पसम्म उहाँहरूले चाहिँ नि त्यो बोधिसत्वले चाहिँ नि पारमिता पुरा गर्नुपर्ने हुन्छ। त्यसपछि श्रद्धाधिक बुद्धले चाहिँ श्रद्धा बढी हुन्छ। श्रद्धा बढी हुनको कारण 8 असङ्ख्य 1 लाख कल्पसम्म चाहिँ नि त्यही समतिङ्स पारमिता पुरा गर्नुपर्ने हुन्छ। त्यसपछि अर्को चाहिँ नि पञ्याधिक बुद्ध, प्रज्ञा ज्ञान बढी भएको कारणले गर्दाखेरि छोटो समयमा नै उहाँहरूले चाहिँ नि समतिङ्स पारमिता 30वटा पारमिता पुरा गर्नुहुन्छ। त हाम्रो यो जो गौतम भगवान बुद्ध हुनुहुन्छ उहाँले चाहिँ नि यो पञ्याधिक बुद्ध भन्ने क्याटेगोरीमा परिन्छ भनेर चाहिँ नि भनिएको छ। यसपछि आउने जुन मैत्री भगवान बुद्ध हुनुहुन्छ उहाँ चाहिँ वीर्याधिक बुद्ध हुन् भनेर चाहिँ नि भनेको चाहिँ अठकथाहरूमा उल्लेख भएको पाइन्छ। त अब मैले अघि पनि भने बोधिसत्व हुनलाई हामी जो कोही पनि बोधिसत्व हुन सक्छौँ। तर यो समतिङ्स पारमिता चाहिँ पुरा गर्न क्षमता छ कि छैन आफूमा, त्यसअनुसार हामीमा पनि त्यो समतिङ्स पारमिता पुरा गर्न क्षमता छ भनेदेखि हामी पनि बोधिसत्व हौँ हैन। सक्दैनौँ भने हामी पनि अरहन्त मार्गमा लागिरहने व्यक्ति मात्रै हौँ। अब त्यो सम्बन्धी अब पारमी पुरा गर्ने क्रममा हामी पनि अहिले बिहारमा दान गरिन्छ, सेल पालना गरिन्छ, भावना गरिन्छ, त्यो पनि एक पारमीको रूपमा पनि लिन सकिन्छ होला नि त? हजुर, त्यो पनि पारमिताको स्वरूपमा लिन सकिन्छ। अनि बुद्धत्व हुनको लागि चाहिँ मैले अघि भने समतिङ्स पारमितामा 3टा क्याटेगोरी भयो हैन। एउटा चाहिँ अब हामीलाई नचाहिने चिजहरू दान गर्ने, हामीसँग भएको चिजहरू दान गर्ने, त्यो सामान्य पारमिता पर्यो। अनि त्यसपछि उपपारमिता भनेर छ। उपपारमिता भन्नाले चाहिँ नि आफ्नो अङ्ग प्रत्यङ्गहरू दान गर्ने हैन, आदि काटेर हैन। जस्तै कि हाम्रो यो नवबुद्धमा बोधिसत्वले चाहिँ नि आफ्नो शरीर काटेर चाहिँ नि त्यसरी दान गरेको अवस्थाहरू। अनि त्यसपछि आफ्नो शरीरै आफ्नो पुरा जिन्दगी नै त्याग गरेर चाहिँ नि दान गर्ने चाहिँ नि परमत्थ पारमिता हुन जान्छ। यसरी चाहिँ नि कल्पौँ यसरी समतिङ्स पारमिता पुरा गरेको हुनुपर्छ। हजुर, बुद्ध हुन पारमिता पुरा गर्नै पर्छ र नगरिकन हुँदैन? पर्छ। त्यो बुद्ध हुनको लागि पारमिता पुरा गर्नै पर्छ। जस्तै कि एउटा आँपको बिउ हामीले रोप्यौँ भने हैन, आँपको बिउ रोप्यौँ भने त्यो आँपको बिउ रोपेर रुख बनेर त्यसबाट चाहिँ फल प्राप्त गर्नको लागि कति वर्ष लाग्छ हैन? अब भनौँ न 4-5 वर्षै लाग्छ, 5 वर्ष लाग्छ भनौँ न हैन। 5 वर्ष लाग्छ भने 5 वर्षको अगाडि नै हामीले फल पाम भनेर जति हामीले चाहिँ त्यसमा धेरै पानी दियोस्, धेरै हामीले त्यसमा औषधिहरू राखोस्, जति गरे पनि त्यसले फल दिँदैन। बट सिस्टम गरेमा
बर्थ सिस्टम गरेमा 3 वर्षमा त पाउला नि त। त्यसको लागि पनि त्यस्तो गरे तापनि त्यसको लागि एउटा समय त लाग्छ नि। हजुर है त्यो जस्तै नै एउटा उदाहरण मात्र हो जस त्यो हुनको लागि एउटा समय नै चाहिने जस्तै नै सम्यक सम्बुद्ध हुनुको लागि नि कि 4 असङ्ख्य 1 लाख कल्प चाहिन्छ कि 8 असङ्ख्य 1 लाख कल्प चाहिन्छ कि 16 असङ्ख्य 1 लाख कल्प चाहिँ नि चाहिन्छ नै समतिङ्स पारमिता नै पुरा गर्नुपर्ने हुन्छ। त्यस्तै एक कुरामा एउटा अलगै एउटा मनमा आएको प्रश्न भन्थे, अब बुद्धत्व सम्बन्धी कुराकानी गर्दाखेरि बोधिसत्व भएर चाहिँ नि गर्नुपर्ने त्यो पारमिताहरू पछिको बुद्ध उहाँले पनि त्यस्तै पारमिता पुरा गर्नुपर्छ कि? प्रत्येक बुद्धहरूले चाहिँ नि ग्रन्थहरूमा उल्लेख भएको अनुसार प्रत्येक बुद्धहरूले चाहिँ नि समतिङ्स पारमिता 30वटा पारमिता होइन, 10 पारमिता र 10 उपपारमिता भन्ने 20वटासम्म चाहिँ पारमिताहरू पुरा गर्नुपर्ने हुन्छ 2 असङ्ख्य 1 लाख कल्पसम्म। उहाँलाई चाहिँ नि बोधिसत्व नै भन्नुपर्छ। उहाँलाई चाहिँ नि प्रत्येक बोधिसत्व भनेर भन्नुपर्छ। हजुर साधुवाद छ पिरतन बन्देज्यूलाई, उहाँले बोधिसत्व भन्ने बारेमा उहाँले प्रश्न पारिदिनु भएकोमा। अब म फेरि पटक शरणङ्कर बन्देज्यूतर्फ मोडिन चाहेँ। भन्थे त्रिसंयोगमा चाहिँ नि बुद्धत्व प्राप्त गर्नुभयो भनेर चाहिँ नि उल्लेख छ। यो नेपालमा जन्मेको सिद्धार्थ कुमार बुद्ध भयो भनेर त सबैलाई थाहा छ, तर बुद्ध भन्ने व्यक्ति को हुन् भनेर धेरैलाई थाहा छैन। दीपङ्कर भगवान बुद्धको नियत विवरण पाएपछि 4 असङ्ख्य 1 लाख कल्पसम्म पारमिताहरू पुरा गरे। बुद्ध हुन अगाडि 6 वर्षसम्म सङ्घर्ष पनि गरे, खाना नखाइकन, सास नफेरिकन, त्यस्तै शरीरलाई दुःख दिएर के को लागि बुद्धत्व प्राप्त गर्नुभयो र? त्यस्तै यो संसारमा बुद्धहरू किन जन्मिन्छन्? यो बुद्ध र बुद्धत्व सम्बन्धी यो 2 वचनलाई व्याख्या गरिदिनु हुन र दर्शकबिनलाई अति सरल तरिकाले बुझ्ने गरी व्याख्या गरिदिनु हुनको लागि यो प्रश्न म तपाईँलाई हेर्न चाहेँ भन्थे। धन्यवाद। फेरि एकपटक जुन यो उठेको बुद्ध र बुद्धत्व भन्ने प्रश्नमा भर्खरै मित्र हाम्रो पिरतन बन्देज्यूले पनि पारमिताको बारे उहाँले उल्लेख गर्नुभयो र त्यसकारण त्योसँगै जोडिएर म कुरा गर्न चाहेँ। जसले निर्वाणको बाटो पत्ता लगाउँछ अर्थात् फेरि जन्म नपर्ने, मनुष्य जीवनबाट मुक्त हुने, यो संसार दुःखबाट मुक्त हुने जुन व्यक्तिले त्यो ज्ञान पत्ता लगाउँछ त्यसलाई नै हामी बुद्ध भन्छौँ। यो बुद्ध भनेको एउटा गुण जस्तै हो, कुनै एक व्यक्तिको नाम चाहिँ होइन। अघि नै उहाँले पनि भन्नुभयो जो कोहीले पनि यदि कोसिस गरेको खण्डमा बुद्ध अथवा बुद्ध हुन सक्दछ हो। त्यसकारण बुद्ध हुनको लागि जुन 4 असङ्ख्य 1 लाख कल्पको कुरा गर्छौँ, शब्द अनुसार हेर्दा त सजिलै लाग्ला, तर यदि कल्प भन्ने शब्दसँग हामी जोडेर कुरा गर्ने हो भने धर्ममा देखाएको अनुसार कल्पलाई कसरी व्याख्या गरेको छ त भन्दा उपमाद्वारा यति समयलाई चाहिँ कल्प भन्न मिल्छ भन्ने तरिकाले देखाएको पाइन्छ। र त्रिपिटकमा कसरी उल्लेख गरेको पाइन्छ त भन्दा 1 योजन लम्बाइ, 1 योजन चौडाइ, 1 योजन उचाइ भएको कोठाभित्र जति राख्न सक्छौँ तोरी हामी पूर्ण भर्ने गरी राखौँ र यसरी तोरीका घेरा राखिसकेपछि हरेक 100 वर्षमा एउटा तोरीको दाना निकाल्यो फ्याल्यो, फेरि अर्को 100 वर्षमा 100 वर्षको एकचोटि, 100 वर्षमा एकचोटि र यसरी सबै त्यहाँ राखेका तोरी सम्पूर्ण खाली भयो भने त्यो समयलाई चाहिँ कल्पको रूपमा लिन सकिन्छ भनेर उपमाको रूपमा देखाएको पाइन्छ। भनेपछि तपाईँले भन्नुभयो भर्खरै 1 योजन भन्नाले योजन भन्नु कति हो? योजन भन्नेलाई अब कहीँ 1.5 किलोमिटरको पनि कुरा आउँछ, कहीँ त्योभन्दा पनि अलग्गै धारणा छ। त्यसमा एक रूप त अहिलेसम्म पाएको छैन, तर अन्दाजीमा पनि धेरै जसले मानिन्छ 1.5 किलोमिटर जस्तोलाई, 1.5 किलोमिटर टाढा चौडाइ लम्बाइ उचाइ। अब आफैले अनुमान गरौँ कति बोरा तोरी राख्नुपर्ने हुन्छ होला त्यो भित्र, बोराका बोरा राख्नुपर्ने हुन्छ। र यस्ता कल्प 4 असङ्ख्य 1 लाख कल्प यति पारमिता पुरा गरिसकेपछि बल्ल अनि बुद्धत्व प्राप्त गर्न सकिन्छ। र संसारमा बुद्ध हुने किन त भन्दा
त्रिपिटकमा हामीले पाउँछौँ बुद्धोहङ बोधयिष्यामि मुत्तोहङ मोचरे परे तिन्नोहङ तारयिष्यामि संसार होगा महाभय। म बुद्ध भएर अरूलाई धर्म बोध गराउँछु, म मुक्त भएर अरूलाई धर्मबाट म मुक्त गराउँछु, म संसार दुःखबाट तरेर अरूलाई पनि संसार दुःखबाट तार्नको लागि म सहयोग गर्दछु। अर्थात् बुद्ध हुनेहरूको इच्छा के हुन्छ त भन्दा म एक्लै मात्र यो संसार दुःखबाट मुक्त नभइकन संसारमा जति पनि मनुष्यहरू छन्, प्राणीहरू छन्, उनीहरूलाई पनि दुःखबाट मुक्त गराउनु पर्छ भन्ने महान सोचका साथ जुन व्यक्तिले पारमिता पुरा गरेर यो फल प्राप्त गर्दछ हामी उहाँलाई बुद्ध भन्छौँ। र त्यसकारण बुद्धत्वको रूपमा हामीले हेर्ने हो भने त्रिपिटकमा हामी 3 प्रकारको बुद्धत्व पाउँछौँ। एउटा सम्यक सम्बुद्ध, अर्को प्रत्येक बुद्ध र श्रावक बुद्ध। यो 3वटा मध्ये सम्यक सम्बुद्ध हुनलाई पनि अघि नै भने जस्तै पारमिता पुरा गर्न नै पर्छ, त्यस्तै प्रत्येक बुद्धको लागि पनि, त्यस्तै श्रावक बुद्धको लागि पनि। तर फरक के छ त भन्दा श्रावक बुद्ध चाहिँ हुनको लागि जुन भगवान् बुद्धले धर्म देशना गर्नुभएको छ त्यो धर्म देशना गर्नुभएको धर्मलाई अनुसरण गरी उहाँको मार्गमा लागेर त्यो अनुसार मार्गफल प्राप्त गर्यौँ भने त्यसलाई हामी श्रावक बुद्धत्व भन्छौँ। नभए बुद्धको धर्म नै उत्पन्न नभएको समयमा जो कोहीले यदि पारमिता पुरा गरी ज्ञान प्राप्त लाभ गरे भने उहाँलाई चाहिँ बुद्धत्व वा सम्यक सम्बुद्ध वा प्रत्येक बुद्ध हुन्छ। त्यसकारण यो बुद्ध र बुद्धत्वलाई चाहिँ हामी कसरी बुझ्न सक्छौँ त भन्दा 4 असङ्ख्य 1 लाख कल्प पारमिता पुरा गरी मानिसहरूलाई दुःखबाट मुक्त गराउनुपर्छ, यो क्लेशबाट मुक्त गराउनुपर्छ भनेर स्वयं आफैले यो संसारमा खोजेर स्वयं आफैले एकदम मेहनत गरेर हामी भन्छौँ दुष्कर्चर्या गर्नुभयो भनेर। त्यस्ता दुष्कर्चर्या गरी अत्तकिलमतान योगबाट टाढा भएर अनि कामसुखल्ली खान योगबाट टाढा भएर मध्यम प्रतिपदाको बाटोमा गएर जुन उहाँले ज्ञान प्राप्त गर्नुभयो त्यो ज्ञानलाई नै हामी बुद्धत्व हामी भन्छौँ। र यो बुद्धत्व प्राप्तिको लागि हामीलाई अघि नै भने जस्तै 3वटा मार्ग देखाएको छ कि त आफू स्वयंले पारमिता पुरा गरेर पनि हामी मुक्त हुन सक्छौँ, होइन त्यसो नभइकन भगवान् बुद्धको अनुसार उहाँले देशना गर्नुभएको ज्ञान अनुसरण गर्दै त्योबाट पनि हामी बुद्धत्व प्राप्त गर्न सक्छौँ। र त्यसकारण मलाई लाग्छ बुद्ध र बुद्धत्व शब्दबीच सायद यति भनेपछि प्रश्न हुन्छ होला। हजुर, यही बुद्ध सम्बन्धी अब सानो वचन हो बुद्ध भने, तर चाहिँ यसको व्याख्या धेरै सकिन्छ। तर भन्दा यो बुद्ध भन्ने यो कुरामा चाहिँ मलाई अर्को पनि एउटा प्रश्न के आउँछ त भन्दाखेरि बुद्धत्व काल बुद्ध समयमा बुद्ध भएको समयमा चाहिँ नि अब यो बुद्ध भने चाहिँ नि चक्रवाल धेरै छन् त होइन, अब हाम्रो चाहिँ नि यो सूर्य चक्रवाल भन्छ धेरै छन्। एक ठाउँमा जन्मेपछि अर्को ठाउँमा पनि जन्मिन्छ कि त्यस्तो बुद्धहरू, या चाहिँ नि एकचोटि मात्रै एउटा चक्रवालमा जन्मिन्छ कि या हरेक अरू चक्रवालमा पनि जन्मिन्छ? हामीले बुद्ध धर्ममा यदि हेर्ने हो भने चक्रवाल धेरै कुरा गरेको पाउँछौँ। हजुर, तर हामीले त्रिपिटकमा भेट्टाउने ठाउँ के हो त भन्दा भगवान् बुद्ध एक समयमा एक ठाउँमा मात्रै जन्म हुन्छ र विशेष गरी धेरै जसो देखाएको ठाउँ चाहिँ जम्बूद्वीप नै हो। किन त भन्दा जम्बूद्वीप भनेको सस्ट्रिकले भरिपूर्ण, हरेक सुख सुविधाले भरिपूर्ण, उब्जाउ आदि कुराले भरिपूर्ण र त्यसकारण ती सबै यावत तत्त्वहरू मिलेर बनेको ठाउँ भएको कारणले गर्दा अधिकांश बुद्धहरू जन्मनको लागि चाहिँ त्यही ठाउँ उहाँले यो रोज्नुहुन्छ, उहाँहरू त्यही ठाउँमा आएर जन्मनुहुन्छ भन्ने कुरा चाहिँ हामी त्रिपिटकमा पाउँछौँ। भन्नुपर्दा यही पृथ्वीमा मात्र? हजुर, पृथ्वीमा मात्र। हजुर, साधुवाद छ सानगर बन्देज्यूलाई। उहाँले बुद्धत्व सम्बन्ध अति सरल तरिकाले हाम्रो दर्शकबिनहरूलाई बुझ्ने गरी उहाँले प्रश्न पारिदिनु भएकोमा अब म फेरि एकपटक पिरतन बन्देज्यूतर्फ मोडिन चाहेँ। बन्दे सानगर बन्देले भर्खरै बुद्धत्व सम्बन्ध उहाँले प्रश्न पारिदिनु भयो। हामी आज बुद्ध जयन्ती मनाउँदैछौँ 30 संयोग। यो 30 संयोगभित्र जन्म र महापरिनिर्वाणको चाहिँ नि महत्त्व प्रश्न पारिदिनुको लागि यो प्रश्न म तपाईँलाई राख्न चाहेँ। बन्दे धन्यवाद पुनः एकपटक। बोधिसत्वको जन्म
अनि बुद्धत्व ज्ञान प्राप्ति र महापरिनिर्वाण भन्ने यो तीनवटा संयोगहरूलाई जोडिएको कारणले गर्दाखेरि हामी त्रिसंयोगले युक्त बुद्ध पूर्णिमा अथवा वैशाख पूर्णिमा मनाउँछौँ भनेर चाहिँ हामी मनाउने गर्छौँ। त यो वैशाख पूर्णिमा मनाउने क्रममा हामीले बुद्ध जयन्ती मनाउने भनेर चाहिँ नि कसको लागि मनाउँछौँ त भन्ने यो एउटा चाहिँ नि हामीले प्रष्ट हुनुपर्ने जरुरी जस्तो मलाई लाग्छ। अब मैले अघि भने बोधिसत्व भनेको चाहिँ नि जो पनि हुनसक्छ भनेर भनेको थिएँ। त यो हाम्रो गौतम भगवान बुद्ध चाहिँ नि 4 असङ्ख्य 1 लाख कल्पसम्म पारमिता पुरा गर्नुभएको पञ्याधिक बुद्ध हो। तब जन्मको बारे कुरा गर्दाखेरि सर्वप्रथम त जन्मन अगाडि हामी आमाको कोखमा आएर प्रवेश गर्छौँ। त आमाको कोखमा आएर प्रवेश गरेको समयदेखि हामीले अलिकति बुझेर लग्यौँ भने बुद्धको जन्म सम्बन्धी राम्ररी प्रष्ट हुन सक्छौँ हामी। त्यसैले सम्यक सम्बुद्ध यो हाम्रो गौतम भगवान बुद्ध चाहिँ नि गौतम भगवान बुद्ध मात्र होइन, हरेक बुद्धहरू चाहिँ नि 10 महिनासम्म पूर्ण 10 महिना नै गर्भमा बस्छ भनेर चाहिँ अठकथाहरूमा उल्लेख हुन्छ। तसर्थ अब वैशाख महिनामा जन्मेको हो भने पूर्ण 10 महिना हुँदाखेरि ठ्याक्क अषाढ महिना हुन्छ। अषाढ महिनामा चाहिँ नि बोधिसत्वहरू आमाको कोखमा गएर जन्म लिन जानुहुन्छ। त अषाढ महिनाको समयमा उहाँ चाहिँ नि बोधिसत्व भई जन्म लिइरहेको हुन्छ तुषिता भुवनमा, तुषिता दिव्यलोकमा। यो चाहिँ नि हामीले अब धर्म नियाम भनेर एउटा छ हैन, कर्म नियाम भने जस्तै उतु नियाम, बीज नियाम, चित्त नियाम भने जस्तै एउटा धर्म नियाम भनेर छ। यो धर्म नियामको अनुसार बुद्धहरू अन्तिम जुनीमा बुद्ध हुने अन्तिम जुनीमा जन्म लिन अगाडि उहाँहरू जन्म लिने ठाउँ भनेको तुषिता भुवन, तुषिता दिव्यलोकमा हो। त तुषिता दिव्यलोकमा जन्म लिइरहनु भएको अवस्थामा उहाँहरूले चाहिँ नि अन्तिम जन्म चाहिँ नि यानि अन्तिम पटक दिव्य भएर जन्म लिन पाउने तुषिता दिव्यलोकमा उहाँहरूको आयु सकिन्जेल बस्नुहुन्छ हैन। तुषिता भवनमा चाहिँ नि दिव्य आयुको अनुसार 4000 वर्ष आयु प्रमाण छ भनेर भनिन्छ। त त्यहाँ चाहिँ नि टन्नै बस्नुहुन्छ भन्दाखेरि 57 करोड वर्ष चाहिँ नि त्यहाँको आयु उहाँले चाहिँ नि त्यहीँको आयु विन्दन गरेर गरेर चाहिँ उहाँ मनुष्य लोकमा जन्म लिनुहुन्छ भनेर 57 करोड भन्नाले चाहिँ मनुष्य लोकको दिन अनुसार। हजुर। त त्यो बेलामा इन्द्र देवताले आएर चाहिँ नि बोधिसत्वलाई आएर प्रार्थना गर्न आउँछ भनेर भन्छ कि तपाईँको अब मनुष्य लोकमा गएर जन्म लिन समय भयो भनेर भन्दाखेरि उहाँले बोधिसत्वले 5वटा लक्षणहरू हेर्नुहुन्छ। पहिला 5वटा लक्षणहरू भने समय, दीप, कुल, माता र आयु। समय, दीप, कुल, माता र आयु भने 5वटा यो गुणहरू हेर्नुहुन्छ, लक्षणहरू। समय भनेर भन्नाले चाहिँ नि मनुष्य लोकमा मनुष्य प्राणीहरूको आयु 100 वर्षभन्दा कम हुनु भएन र 1 लाखभन्दा बढी हुनु भएन। त्यो समयभित्रमा चाहिँ नि बोधिसत्वहरूले बुद्धत्व ज्ञान प्राप्त गर्नुको लागि मनुष्य लोकमा जन्म लिनुहुन्छ। त जब गौतम भगवान बुद्ध जन्मिनु भएको थियो तब मनुष्य लोकमा मनुष्य आयु प्रमाण 100 वर्षको थियो। त्यसैले अब चाहिँ समय भएको छ भनेर त्यहाँबाट निर्धारण हुन्छ। त्यसपछि द्वीप भनेको चाहिँ नि द्वीप, कुन ठाउँमा म गएर जन्म लिने त भन्ने ठाउँ। अघि भन्तेले पनि भन्नुभयो जम्बुद्वीपमा नै बुद्धहरू जन्म लिनुहुन्छ, जुन ठाउँमा धेरै आढ्य हुन्छ, धेरै सम्पत्तिले आढ्य हुन्छ, जुन ठाउँमा ब्राह्मण, क्षत्रिय
वैश्य र क्षुद्र भनेर यी जनताहरू बस्छन्, समाजवादहरू बसिएको छ, त्यो ठाउँमा नै जन्म लिनुहुन्छ। त्यसैले द्वीप भन्दाखेरि जम्बुद्वीपमा नै जन्म लिनुहुन्छ। जम्बुद्वीप भन्नुको अर्थ इन्डिया या चाहिँ नि जम्बुद्वीप पहिलाको जमानामा जम्बुद्वीप हो, अहिले आएर चाहिँ नि त्यो पछि देश विदेशहरू छुटिएर गएर अहिले चाहिँ इन्डिया होइन, अहिले चाहिँ लुम्बिनी कपिलवस्तु भन्ने ठाउँ पर्न गएछ। द्वीप भन्नाले चाहिँ मध्य देशमा गएर जन्म लिनुहुन्छ भनेर भनिन्छ कि, मध्य देशमा संसारको बिचको भाग भनेर चाहिँ भनिन्छ। त्यसपछि कुल भन्यो भने बोधिसत्वहरू अथवा बुद्ध हुने व्यक्ति जहिले पनि उच्च कुलमा नै गएर जन्म लिनुहुन्छ, कि ब्राह्मण कुलमा कि क्षत्रिय कुलमा जन्म लिनुहुन्छ। किनभने आफूलाई प्राप्त भएको त्यो सम्पत्तिहरू सबै त्यागेर बुद्ध हुन जानुपर्छ। नभएको व्यक्तिले के त्याग्नु र भन्ने पनि भोलि पर्सि समस्या, यस्तो समस्याहरू आउन सक्छ। त्यसैले त्यो पनि कुरा काटिन्छ। त्यसैले चाहिँ नि बरु उच्च कुलमा जन्म लिनुपर्छ, भोग सम्पत्ति भएको कुलमा जन्म लिएर त्यो सबै त्यागेर बुद्ध हुने भएकोले कुल पनि उच्च कुल हेर्नुहुन्छ अरे। त्यसपछि माता, माता भनेको आमा भयो। आमा चाहिँ नि बुद्धत्व हुने व्यक्तिको बोधिसत्वको आमा हुन्छु भनेर पारमिता पुरा गरेर आएको आमा हुनुपर्छ। त्यसै गरी जन्मदेखि नै पञ्चशील पालना गरेको आमा हुनुपर्छ भन्ने पनि छ। त्यसपछि आयु, आयु भनेको चाहिँ यहाँ बोधिसत्वको आयु होइन, आमाको आयु भनेको। आमाको आयु चाहिँ नि बोधिसत्वले जब गर्भधारण गर्छ त्यो दिनदेखि 10 महिना र 7 दिनसम्म मात्र आयु भएको आमा हुनुपर्छ भनेर चाहिँ ग्रन्थमा उल्लेख हुन्छ। यो चाहिँ नि आमाको आयु चाहिँ नि चाँडै किन यो छोटो हुनुपर्छ त भने बोधिसत्वले बुद्ध हुने व्यक्तिले गर्भधारण गरेको त्यो गर्भ चैत्य जस्तो चाहिँ नि शुद्ध पवित्र हुन्छ अरे। अनि त्यसमा चाहिँ नि फेरि अर्को बच्चा चाहिँ नि जन्म लिन पाउँदैन, त्यो शुद्ध भएको कारणले गर्दा फेरि अपवित्र हुन पाउँदैन। त्यसैले चाहिँ नि आमा को आयु चाहिँ नि छोटो हुनुपर्छ भनेर छ। अनि यो 5वटा कारणहरू चाहिँ पुरा भइसकेको कारणले गर्दाखेरि तुसित भुवनबाट अषाढ पूर्णिमाको दिनमा नक्षत्रको अनुसार हेरेर नै उहाँ चाहिँ नि आमाको कोखमा आएर जन्म लिन आउनुहुन्छ। हो त्यही बेलामा हामीले परियतिमा पनि पहिलो कक्षामा पढ्ने गर्छौँ, महामाया देवीले देखेको स्वप्न भनेर। त्यो स्वप्नमा अब परियति किताबमा चाहिँ सानो तरिकाले मात्र उल्लेख हुन्छ, तर अट्टकथाहरूमा उल्लेख हुने अनुसार चतुर महाराजहरू है, 4 जना राजाहरू धृतराष्ट्र, विरूपाक्ष र कुबेर भन्ने यी देवताहरूले चाहिँ नि महामाया देवीको खातलाई उचालेर अनौतत्त गङ्गामा लगेर, नदीमा लगेर त्यहाँ नुहाई धुवाई गराएर चाँदीको खातमा सुताएर त्यसरी राखिराख्दाखेरि त्यसरी राखिराख्दाखेरि चाहिँ बोधिसत्व चाहिँ नि स्वर्णमय पर्वतबाट आएर आमाको खातलाई चाहिँ 3 पटक परिक्रमा गरेर नाभिभित्र छिरेर दक्षिणतिरबाट नाभिभित्र छिर्छ भनेर चाहिँ नि यसरी उल्लेख भएको पाइन्छ। यसरी चाहिँ नि आमाको कोखमा गएर जन्म लिनुहुन्छ, गर्भधारण हुन्छ। त्यसपछि 10 महिनासम्म चाहिँ नि राम्ररी बस्नुहुन्छ। त्यो आमाको कोखमा बस्दाखेरि पनि अट्टकथाहरूमा उल्लेख हुने अनुसार हामी मान्छेहरू बस्दाखेरि कुप्रेर बस्छौँ, टाउको तल हुन्छ, खुट्टा माथि हुन्छ भन्छ। तर बोधिसत्व बस्नु हुँदाखेरि चाहिँ नि पलेटी मारेर ढाड सिधा पारेर आमाको कोखमा पनि बस्नुहुन्छ भनेर चाहिँ नि उल्लेख हुन्छ। अनि कहिलेकाहीँ आमालाई चाहिँ नि मेरो छोरा कस्तो भइरहेछ, छोराको हात खुट्टा मिल्या छ कि छैन भनेर आफैले आफ्नो पेटमा टाउको निहुराएर हेर्दाखेरि आफ्नै पेटभित्रको बच्चा राम्ररी स्पष्ट रूपले ग्लासभित्र बसिरहेको व्यक्ति जस्तै स्पष्ट रूपले नै देखिन्छ भनेर भनिन्छ। यो चाहिँ नि पारमिता पुरा गरेको पुण्यको अनुभवले र जन्मदेखि नै
शुद्धशील भएको पुण्यको अनुभावले आमाले चाहिँ नि आफ्नै छोरालाई हेर्नु पर्यो भने आफ्नो छोरा कसरी बसिरहेको छ हेर्नु पर्यो भने त्यसरी देखिन्छ भनेर चाहिँ उल्लेख हुन्छ। त्यसैले अनि त्यसरी चाहिँ नि 10 महिनासम्म अब यहाँ अझै पनि धेरै कुराहरू त छन् हाम्रो समयको पाबन्दीको अनुसार 10 महिनासम्म यसरी सुरक्षित भइसकेपछि अर्को कहानी भनेको त हामी सबैजनाले थाहा भएको कहानी हो। जब चाहिँ नि वैशाख पूर्णिमाको दिन आउँछ तब चाहिँ नि महामाया देवीलाई अब मेरो प्रसुत हुने टाइम भयो, म चाहिँ नि अब माइती जान्छु भनेर सुदोधन राजासँग अनुमति लिएर सुदोधन महाराजले पुरै सेवक सेविकाहरूसँगै राखेर दोलामा राखेर पठाउँछ हैन, माइती पठाउँछ। माइती जाँदै गर्दाखेरि लुम्बिनी भन्ने उद्यानमा चाहिँ नि जान मन लाग्छ महामाया देवीलाई। गएर पनि त्यहाँको एउटा रुखको हाँगा समात्न मन लाग्छ। त्यो हाँगा समात्ने बित्तिकै बोधिसत्व चाहिँ नि यो संसारमा जन्म लिनुहुन्छ भनेर उल्लेख हुन्छ। त त्यहाँनिर आमाले त हाँगा समाइराख्नु पर्छ, यानि महामाया देवी उभिएर नै बोधिसत्वलाई जन्माएको हुन्छ हैन। अब हामी सामान्य व्यक्तिहरू भए आमालाई कति दुःख पीडा हुन्छ एउटा बच्चा जन्मनुको लागि, तर महामाया देवीले बोधिसत्व जन्माउँदाखेरि चाहिँ नि बोधिसत्वहरू जन्माउँदाखेरि चाहिँ नि टाउकोबाट जन्मिँदैन अरे हैन। हामीले थाहा छ हैन, सामान्य मान्छेहरू चाहिँ नि जन्मिँदाखेरि पहिला सबभन्दा पहिला टाउको नै निस्किन्छ प्रसुत हुँदाखेरि। तर बोधिसत्व जन्माउनु हुँदाखेरि चाहिँ नि जसरी धर्मासनबाट उत्रिनुहुन्छ त्यो जस्तै नै गरी खुट्टाबाट नै जन्म लिनुहुन्छ। खुट्टाबाट जन्म लिएर पनि आमालाई चाहिँ नि केही त्यस्तो प्रसुतको दुःख वेदनाहरू चाहिँ हुँदैन भनेर ग्रन्थमा उल्लेख हुन्छ। त्यसरी जन्म लिएर पनि बोधिसत्वलाई सर्वप्रथम त ब्रह्माले हातमा लिन्छ भनेर भनिन्छ। ब्रह्माले लिइसकेपछि चतुर्महाराज देवताहरूले लिन्छ भनेर भनिन्छ। त्यसपछि मनुष्य प्राणीहरूले लिन्छ। त्यसपछि मात्र यो धरतीमा छुनुहुन्छ बोधिसत्वले। यसरी धरतीमा छोइसकेपछि उत्तर दिशामा हेरेर 7 पाइला टेकेर औँला ठहर्याएर अग्गोहमस्मिङ लोकस्य जेठोहमस्मिङ लोकस्य सेठोहमस्मिङ लोकस्य अयमन्ते महाजाति नत्थिदानी पुनः भवो भनेर सिंहनाद गर्नुहुन्छ अरे हैन। अब यसरी जन्म लिनु हुँदाखेरि पनि धेरै वर्णनहरू चाहिँ नि व्याख्याहरू चाहिँ गरिएको पाइन्छ। जब बोधिसत्व जन्मिनु भयो तब भूमिकम्प भयो, कसैलाई हानि नभएको भूमिकम्प हुन्छ। नरकमा पनि दुःख कम हुन्छ। अविची महानरकमा पनि आगो जहिले पनि बलिरहने अविची महानगरमा पनि आगो निभिन्छ। बहिरेहरूले पनि कान सुन्छ, अन्धहरूले पनि आँखा देखिन्छ हैन। लोकान्तर भन्ने नरकमा पनि आलोक उत्पत्ति हुन्छ। यसरी अनि हावाहरू पनि नचलिकन चुप लाएर बसिन्छ। अनि चराचुरुङ्गीहरू पनि रुखमा नबसिकन भुइँमा आएर बस्न आउँछन्। देवी देवताहरू पनि आकाशमा पुरै 10 चक्रवालका हैन, अघि तपाईँले भन्नुभयो जस्तै यो चक्रवाल चाहिँ 10,000 चक्रवाल छ भनेर चाहिँ नि ग्रन्थहरूमा उल्लेख हुन्छ। 10,000 चक्रवालका सबै देवताहरू चाहिँ नि आएर भगवान बुद्धलाई जल छर्दै हुनुहुन्छ। कसैले जल छर्छ, कसैले फुल छर्छन्, कसैले श्वेत छत्र धारण गर्छन्। यसरी चाहिँ नि बोधिसत्वको जन्म भएको थियो। यसरी जन्मेर पनि म सबसे यो संसारको सबैभन्दा अग्र व्यक्ति हुँ, म यो संसारको सबैभन्दा श्रेष्ठ व्यक्ति हुँ, म यो संसारका सबैभन्दा ज्येष्ठ व्यक्ति हुँ भनेर भन्नुभई मेरो यो जन्म भनेको अन्तिम जन्म हो, यसपछि फेरि जन्म हुँदैन भनेर चाहिँ भन्नुभएको थियो। यसरी भएको थियो बोधिसत्व गौतम भगवान बुद्ध सिद्धार्थ कुमारको जन्म। त यो जन्मलाई लिएर नै हामीले बुद्ध जयन्ती मनाउने हो हैन। एउटा सामान्य व्यक्ति नै हो, आमाकै कोखबाट जन्मेको व्यक्ति नै हो, तर आमाकै कोखबाट जन्म लिएको मनुष्य प्राणी नै भए तापनि उहाँ महापुरुष भएर जन्म लिनु भएको थियो
त्यही महापुरुषको जन्मलाई लिएर हामीले बुद्ध जयन्ती मनाउने हो। त्यसैले चाहिँ नि हामीले बुद्ध जयन्ती मनाउँदाखेरि सिद्धार्थ कुमारको त्यो स्ट्याच्यु राखेर चाहिँ हामीले पूजा गरेर मनाउँछौँ। यो चाहिँ नि जन्मको कुरा भयो पनि अब त्यसरी जन्मिसकेपछि उहाँ 80 वर्षसम्म हैन 80 वर्षसम्म उहाँको आयु हुन्छ। 35 वर्षको उमेरसम्म 29 वर्षको उमेरसम्म भवभोग सम्पत्ति राज्य सम्पत्ति प्राप्त भोग गर्नुहुन्छ। 29 वर्षदेखि 35 वर्षसम्म दुष्कर क्रिया गर्नुहुन्छ। 35 वर्षको उमेरमा हाम्रो शरणङ्कर बन्तेले भन्नुभएको जस्तो बुद्धत्व ज्ञान प्राप्त गर्नुहुन्छ। त्यहाँबाट 45 वर्षसम्म चाहिँ नि यो सर्वलोक जनताहरूलाई चाहिँ नि बुद्धत्व ज्ञान निर्वाण ज्ञान प्राप्त गर्नको लागि यो मार्ग हो भनेर आर्य अष्टाङ्गिक मार्गहरूका साथ चतु आर्य सत्यको ज्ञान दिएर चाहिँ नि उहाँले चाहिँ नि दिनुहुन्छ। त्यसपछि 80 वर्षको उमेरमा पुग्दाखेरि माघ पूर्णिमामा है माघ पूर्णिमामा हैन हामीले माघ पूर्णिमा आउँदाखेरि धर्मदेशनाहरू पनि सुन्छौँ होला हैन। त्यो बेलामा माघ पूर्णिमाको दिनमा चाहिँ नि उहाँले आयु संस्कार त्याग्नुहुन्छ भनेर कहानी आउँछ। त्यो कहानी आउँदाखेरि चाहिँ नि हामी सबैजनाले सुनिरहेको कुरा पनि हो है। आनन्द भन्तेलाई भगवान बुद्धले भन्नुहुन्छ चतुरिद्धि-पाद 4वटा रिद्धिपादहरू प्रगुण गरेका भावना गरेका भाविता गरेका व्यक्तिहरूले भने चाहे उहाँहरूले एक कल्पसम्म पनि बस्न सक्ने क्षमता छ भनेर भनिन्छ। यहाँ चाहिँ नि यो आयुको मनुष्य प्राणीहरूको आयुको कल्पबारे कुरा गर्नुभएको थियो है। भर्खरै शरणङ्कर भन्तेले चाहिँ नि कल्पको बारे भन्दाखेरि चाहिँ नि संसारको कल्पको बारे भन्नुभएको थियो। यहाँनिर आएर चाहिँ नि मनुष्य आयु प्रमाणको कल्पको बारे भन्दै हुनुहुन्छ। यो कल्प भन्दाखेरि चाहिँ नि अट्टकथाहरूमा उल्लेख हुने अनुसार 120 वर्षको समयलाई यो आयु कल्प मनुष्य आयु कल्प भनेर चाहिँ भनेको भनेर अट्टकथाहरूमा उल्लेख भएको पाइन्छ। भन्दा यही कुरामा थप म एउटा कुरा राख्न चाहन्छु। यो आयु सम्बन्धी धेरै चर्चाहरू छन्। कुनै भन्छ कि अझसम्म पनि आनन्द भन्तेले आमन्त्रण गरेको खण्डमा निमन्त्रण गरेको खण्डमा अहिलेसम्म पनि भगवान बुद्ध हुनुहुन्थ्यो होला। यो आयु संस्कार चाहिँ लिएर चाहिँ अहिलेसम्म बसेको होला भनेर चाहिँ कुनै विद्वानहरूले पनि भनेको मैले सुनेको छु। तपाईँको यो व्याख्या अनुसार चाहिँ नि आयुको मानिसहरूको आयु नै त्यसैलाई चाहिँ नि आयु संस्कार भनेर भनेको रहेछ। हजुर हजुर त्यही अब अट्टकथाहरूमा धेरै विद्वानहरूले त्यस्तो पनि भन्छन् हैन। अब कल्प भन्यो भने त भर्खर भन्तेले भन्नुभएको जस्तो गन्नै नसक्ने समय हो नि त हैन। तर यो मनुष्य शरीर धारणा गरिसकेपछि यो मनुष्य शरीर त 100-200 वर्ष पनि टिक्दैन नि त हैन। त्यसैले चाहिँ नि यहाँनिर कल्प भन्यो भने चाहिँ 120 वर्षको समयलाई कल्प भनेको हो भनेर चाहिँ पाइन्छ हैन। अनि भगवान बुद्धले चाहिँ यही कुरा आनन्द भन्तेलाई पटक पटक भन्नुभएको थियो हैन। अब यो जुन माघ पूर्णिमाको दिन भन्दा अगाडि पनि भन्नुभएको थियो हैन। त अनि कुन ठाउँमा भन्नुभयो भनेर चाहिँ नि ग्रन्थहरूमा उल्लेख भएको अनुसार राजगृहको गिज्जकूट पर्वततिर निग्रोधारामतिर हैन चोर प्रपाततिर हैन अनि सप्तपर्णी गुफातिर कैलाश हैन पर्वत इसिगिली पर्वत नजिकको कालशिला भन्ने पर्वतनिर यसरी हेर्दै जाँदाखेरि 16 ठाउँमा भगवान बुद्धले हैन 16 ठाउँमा चाहिँ नि यदि इच्छाइएको छ भने कसैले चाहिँ प्रार्थना गरिन्छ भने भगवान बुद्धहरू यो चतुर्इद्धि-पाद चाहिँ नि प्रगुण गरेका व्यक्तिहरू एक कल्पसम्म पनि बस्न सकिन्छ भनेर चाहिँ नि भगवान बुद्धले पटक 16 ठाउँमा भन्नुभएको थियो। तैपनि आनन्द भन्तेलाई चाहिँ नि त्यो बेलामा
यादै थिएन होला, होस पनि थिएन होला। त्यस बेलामा मा र देवताले चाहिँ नि आनन्द बन्देको त्यो चाहिँ नि एक ठाउँमा हो है। मारले चाहिँ नि पापी भन्ने मारले चाहिँ नि आनन्द बन्देलाई छोपिरहेको अवस्था थियो भनेर भन्ने यही माघ पूर्णिमाको दिनमै हो हैन। माघ पूर्णिमाको दिनमा आनन्द बन्देलाई त्यो छोपिरहेको अवस्थामा नै भगवान् बुद्धले पुनः एकपटक भन्नुहुन्छ आनन्द यसरी चाहिएमा एक कल्पसम्म बस्न सकिन्छ भनेर। तर आनन्द बन्देलाई चाहिँ मारले आवेश गरेको भएर आनन्द बन्देले प्रार्थना गर्न सकेन। मारले बरु भगवान् बुद्धलाई भन्नुहुन्छ श्रमण गौतम तिम्रो माग अब पुरा भइसक्यो। तिमीले जे सोचेको थियो, तिमीले यो हुनुपर्छ त्यो हुनुपर्छ भनेर भनिरहेको थियो, त्यो अब पुरा भइसक्यो। के हुनुपर्छ भनेर भनेको थियो त भने भगवान् बुद्धत्व ज्ञान प्राप्त गर्दाखेरि पनि मार आएर भन्न आइसकेको थियो श्रमण गौतम तिमी अब बुद्धत्व ज्ञान प्राप्त गरिसक्यौ, अब तिमी परिनिर्वाण हो भनेर मारले बुद्धत्व ज्ञान प्राप्त गर्नु भएको अवस्थामा पनि भन्न आएको थियो। तर भगवान् बुद्धले नै भन्नुभएको थियो मेरो चेलाहरू नबनेसम्म, भिक्षु भिक्षुनी उपासक उपासिकाहरू नबनेसम्म, मेरो यो धर्म उनीहरूले राम्ररी प्रचार प्रसार गर्न नसकेसम्म म परिनिर्वाण हुँदिनँ भनेर भनेको थियो। तब फेरि पनि त्यही मार आएर अब त तपाईँले भनेको अनुसार तपाईँलाई इच्छाएको अनुसार पुरा भइसकेको छ, अब त तपाईँ परिनिर्वाण हुनुहोस् भनेर मारले फेरि एकपटक भन्न आउँदाखेरि तब चाहिँ नि ल मार तिमी धेरै उत्साहित नहौ, म अब मेरो आय संस्कार त्याग्छु, 3 महिना बाद मेरो महापरिनिर्वाण हुनेछ भनेर मारलाई त्यति भनिसकेपछि आनन्दलाई फेरि होस आउँछ। आनन्द बन्देलाई चाहिँ नि तब आएर भन्न आउँछ, प्रार्थना गर्न आउँछ भगवान् शास्ता एक कल्पसम्म बसिदिनुहोस् भनेर। तब चाहिँ नि भगवान् बुद्धले मैले पटक पटक तिमीलाई भने तर तिमीले मानेनौ, तिमीले होस राखेनौ, त्यसैले तिम्रै गल्ती हो, यो तिम्रै कारणले गर्दाखेरि म एक कल्प बसेन भनेर भन्नुहुन्थ्यो। त्यसपछिदेखि चाहिँ नि भगवान् बुद्ध वैशालीमा त्यहाँबाट ठाउँमा गएर चाहिँ नि पावा भन्ने नगरमा आउनुहुन्छ। पावा भन्ने नगरमा आउनु हुँदाखेरि त्यहाँनिर चाहिँ नि अब चाहिँ नि 3 महिना बितिसक्यो, अब चाहिँ वैशाख पूर्णिमाको दिन आइसक्यो। त्यही दिनमा वैशाख पूर्णिमाकै दिनमा अब पावा भन्ने नगरमा आउनु हुँदाखेरि चुन्द कुमार भच्च भन्ने उपासकको घरमा भोजन हुन्छ। त्यहाँनिर भोजन हुँदाखेरि चाहिँ नि सुक र मद्दव भन्ने एउटा तरकारी हुन्छ भनिन्छ। अनि त्यो तरकारी बारे चाहिँ नि धेरैको वाद विवादहरू छन्। यो सुक र मद्दव भन्दाखेरि चाहिँ नि सुँगुरको मासु भनेर पनि भनिन्छ हैन, अरूले च्याउहरू भनेर पनि भनिन्छ। जसो तसो त्यहाँनिर चाहिँ अट्टकथामा उल्लेख हुने अनुसार 4 जना यो 4 जना दिव्य राजाहरूले चाहिँ नि 4वटा ओजसहरू चाहिँ नि त्यसमा मिसाएको हुन्छ भनेर भनिन्छ। त्यो मिसाएको चाहिँ नि भगवान् बुद्धलाई वैशालीदेखि नै त्यो जुन भगवान् बुद्धको अन्तिम समय हुँदाखेरि लोहित पखण्डिका भन्ने एउटा रोगले च्यापेको थियो भगवान् बुद्धलाई। त्यो भनेको चाहिँ नि मुत्रा गर्दाखेरि रगत बग्ने यो रोग चाहिँ नि भगवान् बुद्धलाई भएको थियो। त्यो रोग थाम गर्नको लागि, त्यो रोगलाई चाहिँ नि त्यो रोगद्वारा भगवान् बुद्धलाई नदुखाउनको लागि, वेदना नदिलाउनको लागि भनेर चाहिँ नि त्यो दिव्य राजहरूले चाहिँ नि ओजसहरू राखेर त्यो बनाइदिएको हो भनेर पाइन्छ। यो व्यञ्जन चाहिँ नि त्यो चुन्द सुक र मद्दव भन्ने व्यञ्जन चाहिँ नि भगवान् बुद्धले नै भन्नुहुन्छ कुमार बच्चालाई, चुन्द कुमार बच्चालाई तिमीले यो व्यञ्जन एउटा मलाई मात्र देऊ, अरू भिक्षुहरूलाई नराख भनेर आफूलाई चाहिने जति लिएर भोजन गरिसकेपछि बाँकी भएको चाहिँ सबै फालिदियो, खाल्दो खलाएर फालिदियो भनेर भन्नुहुन्छ। त्यो भोजन पश्चात भगवान् बुद्धलाई अझै पनि धेरै गाह्रो भयो भनेर चाहिँ नि उल्लेख हुन्छ। तर पनि गाह्रो भए तापनि चुन्द उपासकले दिएको भोजन
पनि सुजाताले दिएको भोजन पनि एउटै आनिसंस दिने भोजन हो भनेर भगवान् बुद्धले चाहिँ नि जस चुन्दले दिएको भोजनको कारण अझै पनि गाढो भएको हो भनेर चाहिँ त्यो भान नगराउनको लागि भगवान् बुद्धले चाहिँ नि आनन्दलाई बोलाएर आनन्द भन्तेलाई बोलाएर तिमीले चुन्द शुक्रको यसको चुन्द कुमार बच्चाको चाहिँ नि दान भोजन दान सम्बन्धी प्रशंसा गर्नुपर्छ भनेर आनन्द भन्तेलाई त्यसरी भन्न लगाएको पनि थियो भन्ने कहानी पनि छ। त्यहाँबाट गइसकेपछि त्यही दिनमा कुशीनगरमा पावा भन्ने ठाउँबाट चाहिँ नि कुशीनगरमा जानुहुन्छ। कुशीनगरमा गएर उत्तर दिशातिर टाउको हुने गरी मेरो लागि खाट मिलाइदियो भनेर भगवान् बुद्ध उत्तर दिशामा बसेर दक्षिणतिरबाट चाहिँ नि भगवान् बुद्ध सुत्नुहुन्छ। अनि त्यहाँबाट चाहिँ नि भगवान् बुद्धको महापरिनिर्वाण हुने सुरु हुन्छ। त्यहाँ त्यसरी लेट्दै बस्दाखेरि पनि सुबद्ध भन्ने परिव्राजक आएर भगवान् बुद्धलाई प्रश्न सोध्नुहुन्छ होइन, भगवान् बुद्धको धर्म सम्बन्धी अन्तिम समयमा। अनि त्यो बेलामा भगवान् बुद्ध आनन्द भन्तेले चाहिँ भगवान् बुद्धलाई गाह्रो भइरहेछ नजाऊ भनेर भन्दै पनि भगवान् बुद्धले यो मेरो अन्तिम श्रावक हुने व्यक्ति हो, उसलाई आउन देऊ, उसले जे प्रश्न सोध्छ त्यो प्रश्न सोध्न देऊ आनन्द भनेर प्रश्न सोधेर जवाब पनि पाएर आर्य अष्टाङ्गिक मार्ग सम्बन्धी जवाब दिनुहुने हो। त्यो जवाब पनि पाएर एका छेउमा गएर आनन्द भन्तेलाई भनेर प्रवचन गराएर एका छेउमा गइसकेपछि त्यहाँ ध्यान भावना गरेर अरहन्त ज्ञानसम्म पनि प्राप्त गर्नुहुन्छ अन्तिम समयमा हो। त्यसैले चाहिँ नि मेरो श्रावकहरूमध्ये अन्तिम श्रावक यही सुबद्ध नै हो भनेर पनि भगवान् बुद्धले भन्नुभएको थियो। त्यो पनि सबै भन्नुभएको मर्ण मञ्चकमा बसेर नै हो, महापरिनिर्वाण हुने खाटमै बसेर नै हो। यसरी भगवान् बुद्धले अन्तिम समयमा होइन भगवान् बुद्धको यो त्रिसंयोगले युक्त भएको बुद्ध जयन्ती मनाउनु पर्ने किन होइन, लास्टमा भगवान् बुद्धको अन्तिम क्षणमा पनि भगवान् बुद्धले अझै पनि सोध्नुहुन्छ भिक्षुहरूलाई, आनन्द हे भिक्षु हो, तिमीहरूलाई बुद्ध सम्बन्धी धर्म सम्बन्धी नियमहरू सम्बन्धी केही प्रश्नहरू छन् भने सोध। अझै पनि बुद्ध जीवमान हुनुहुन्छ, अझै पनि बुद्ध महापरिनिर्वाण भएको छैन, अझै पनि तिमीहरूलाई केही प्रश्न छ भने सोध भनेर 3 पटकसम्म पनि भनेर पनि प्रश्नहरू उठ्दैन। अझै पनि भगवान् बुद्धले भन्नुहुन्छ, भगवान् बुद्धले त जे कुरा पनि 3 पटक मात्र भन्नुहुन्छ, अझै पनि भगवान् बुद्धले 3 पटकसम्म भनेर पनि प्रश्न नउठेपछि अझै पनि भगवान् बुद्धले अवसान अन्तिम पटक सोध्नुहुन्छ, यदि तिमीहरूलाई आफैले सोध्न इच्छा छैन, आफैले सोध्न सक्दैन भने अरू कसैलाई भनेर भए पनि सोध भनेर भन्दाखेरि पनि सब चुपचाप बस्नु हुँदाखेरि आनन्दले भन्नुहुन्छ, भगवान् शास्ता यहाँका सबैजनालाई चाहिँ नि तपाईँप्रति बुद्ध धर्मप्रति श्रद्धा छ, सबै बुझेको छन्, त्यसैले कसैले पनि प्रश्न सोधेन भनेर भन्नु भइसकेपछि भगवान् बुद्धले चाहिँ अब चाहिँ त्यसो भए समय भयो भनेर चुपचाप तुष्णीभूत भएर भगवान् बुद्ध प्रथम ध्यान, द्वितीय ध्यान, तृतीय ध्यान, चतुर्थ ध्यान गर्दै आकाशानाञ्चायन विज्ञान आकिञ्चन्यायतन विज्ञानाञ्चायतन नैव संज्ञानासंज्ञायतन त्यहाँबाट गएर त्यसरी फेरि नैव संज्ञानासंज्ञाबाट फेरि गर्दै आएर फेरि प्रथम ध्यानसम्म आएर फेरि प्रथम ध्यानदेखि द्वितीय तृतीय चतुर्थ ध्यानसम्म पुगिसकेपछि होइन बिस्तारै माथि गएर फेरि तल आएर फेरि चतुर्थ ध्यानसम्म पुगिसकेपछि भगवान् बुद्धको यो मन होइन विचार चाहिँ त्यो ध्यानहरूमा लगाएर जब चतुर्थ ध्यानमा लगाउनुहुन्छ त्यो बेलामा चाहिँ भगवान् बुद्ध परिनिर्वाण हुनुभएको हो भनेर चाहिँ महापरिनिर्वाण सूत्रमा नै उल्लेख भएको पाइन्छ। यसरी परिनिर्वाण हुनुभएको व्यक्ति हो, महापुरुष हो उहाँ सम्यक सम्बुद्ध होइन। त्यसैले भगवान् बुद्धको अन्तिम क्षणसम्म पनि केही धर्म सम्बन्धी केही प्रश्न छ भने सोध भनेर धर्मलाई चाहिँ नि प्राथमिकता दिनुभएको एउटा शास्त्रु गुरु आचार्य हुनुभएको कारणले गर्दाखेरि हामीले चाहिँ नि यो बुद्ध जयन्तीको दिनमा उहाँलाई सम्झेर
गुरुलाई सम्झेर हामीले मनाउँछौँ बुद्ध जयन्ती है। साधुवाद छ प्रियजन बन्देज्यूलाई। उहाँले बोधिसत्व जन्मदेखि महापरिनिर्वाणसम्म अति सरल तरिकाले यहाँहरू सामु दिनुभएकोमा अब म फेरि एकपटक शरणकर बन्देज्यूतर्फ मुडिन चाहेँ। भन्दै अहिलेसम्ममा हामीले बोधिसत्वको बारेमा, बुद्धत्वको बारेमा, महापरिनिर्वाण भएको बारेमा हामीले थाहा पायौँ। अब भगवान् बुद्धको श्रावक श्राविकाहरू देश विदेशमा यो बुद्ध जयन्ती कसरी मनाउँछन् त भन्ने बारेमा पनि बताइदिनु हुनुको लागि यो प्रश्न म तपाईँ राख्न चाहेँ। धन्यवाद। फेरि एकपटक हामी संसारमा जति पनि ठाउँहरूमा आज बौद्ध श्रावकहरू अथवा बुद्ध धर्म मान्नेहरू पुगेका छन्, उनीहरूले आफ्नै तरिकाले बुद्ध पूर्णिमा होस् वा बुद्ध जयन्तीलाई मनाएको हुन्छ नै। यदि हामीले इतिहासतिर हेर्ने हो भने हामीलाई थाहा भएको कुरा के हो त भन्दा भगवान् बुद्धको परिनिर्वाणपछि जब श्रीलङ्कामा बुद्ध धर्म पुग्यो त्यस बेलादेखि अनवरत रूपमा श्रीलङ्कामा भएका भिक्षुहरूले, अरहत भन्देहरूले भगवान् बुद्धको धर्मलाई सुरक्षा आरक्षाका साथ आज यो स्थानसम्म ल्याइएको हो। र त्यसकारण बुद्ध जयन्ती होस् वा बुद्ध पूर्णिमा मनाउने विषयलाई लिएर हामीले हेर्दा इतिहासतिर फर्केर हेर्दा श्रीलङ्काको इतिहासमा पनि हामीले एकचोटि हेर्नै पर्ने हुन्छ। र श्रीलङ्काको इतिहासमा वंशकथामा उल्लेख भएको अनुसार त्यति बेला भएका राजाहरूले सुरुवातमा बुद्ध सम्वतलाई लिएर यतिऔँ बुद्ध सम्वत अर्थात् भगवान् बुद्ध परिनिर्वाण भएको यतिऔँ वर्ष पुग्यो, त्यसकारण यो बेलामा हामी यस्तो पुण्य कार्य गऱ्यौँ भन्ने कुरा वंशकथामा उल्लेख भएको पाइन्छ। अर्थात् त्यति बेला पन्नुकावे भन्ने राजाको समयमा होस् या त्यसपछिका राजाहरूको समयमा उत्सवको रूपमा चाहिँ मनाएको थिएन। त्यति बेला पूजाआजा गरेर साधारण रूपमा मनाएको थियो र त्यसैलाई नै निरन्तरता दिँदै पछि जब धर्महरू बिस्तारै फैलिँदै गए, भिक्षुहरू बढ्दै गए, धर्म बुझ्दै गए र अरहत भन्तेहरू कम हुँदै गइसकेपछि मानिसहरूमा पनि प्रतिपत्ति भन्दा पनि आमिषले धेरै ठाउँ लियो। आमिषले धेरै ठाउँ लिइसकेपछि पूजालाई नै उत्सवको रूपमा लिन थालियो र त्यसपछि बुद्ध जयन्तीलाई उत्सवको रूपमा मनाइयो। र त्यसकारण विशेष गरी श्रीलङ्कामा हेर्ने हो भने त्यहाँ जति पनि बौद्धहरू छन् वैशाख पूर्णिमाको दिनमा बिहानैदेखि बिहारमा गएर त्यहाँ विशेष गरी सेतो वस्त्र लगाएर गइन्छ र कुनै पनि यो आभरणहरू नलगाइकन पूर्ण रूपमा एकदमै एउटै ड्रेसमा सेतो कलरमा बिहारमा गएर शिल प्रार्थना गरी दिनभरि नै त्यहाँका धर्मदेशना सुन्दै ध्यान भावना गर्दै आमिष पूजा पनि प्रतिपत्ति पूजा पनि पूर्ण गर्दै श्रीलङ्कामा त्यसरी मनाउँछ भने त्यो सँगसँगै धर्मलाई बुझेर पनि आमिष पूजामा धेरै लागेकाहरूले चाहिँ के गर्दछ त भन्दा धर्म बुझाउनको लागि, मनोरञ्जन मात्र होइन कि धर्म बुझाउनको लागि त्यो श्रीलङ्कामा हरेक ठाउँमा श्रीलङ्काको भाषाबाट तोरण भन्छौँ, ठुलो एउटा पोस्टर जस्तै ठाउँमा बत्ती सहित जडान गरेर एकदम झिलिमिली पारेर र त्यो तोरण कस्तो हुन्छ त भन्दा भगवान् बुद्धको जीवनीसँग सम्बन्धित भएका कथाहरू वा जातक कथाहरू हुनसक्छ, बुद्ध जीवनीसँग सम्बन्धित भएका घटनाहरू हुनसक्छ वा कुनै एउटा विषयवस्तुलाई लिएर त्यहाँ पोस्टर राखेको हुन्छ, फोटो राखेको हुन्छ। र त्यति मात्र हुँदैन, त्यो फोटो राख्दा त्यहाँ कोही एकजना व्यक्तिले त्यो सम्बन्धी कविता नै बनाई एकदम गद्यात्मक तरिकाले, गायनात्मक तरिकाले त्यो बुझाइरहेको हुन्छ। अर्थात् मनोरञ्जन गर्न आउने व्यक्तिहरूलाई धर्म नभनिकन नै धर्म दिइरहेको हुन्छ, धर्मको सम्बन्धी ज्ञान दिइरहेको हुन्छ। त्यसकारण त्यो ठाउँमा त्यो बत्तीहरू हेर्दा, त्यो झिलिमिली हेर्दै गर्दा, जातक कथाका चित्रहरू हेर्दै गर्दा अन्त त्यो सँगसँगै त्यो गायना गरेको जुन कविताहरू हुन्छ त्यो सुन्दै गरिसकेपछि के हुन्छ त भन्दा त्यो व्यक्तिमा पनि अनायासै आध्यात्मिक ज्ञान भनेको आवर्जन हुन्छ नै। र त्यसकारण बाहिरबाट हेर्दा मनोरञ्जन जस्तो देखिन्छ तर भित्रबाट हेर्दा त्यहाँ ज्ञान दिइरहेको हुन्छ। र विशेष गरी श्रीलङ्कामा मात्र
देखिने अर्को एउटा के हो त भने हामी श्रीलङ्कन भाषाबाट वैशाख कुदु भन्छौँ। यो बत्तीलाई पनि अझ कागजले मोरेर कागजले एकदम कलात्मक तरिकाले रङ्गी तरिकाले त्यसभित्र सानो दियोहरू राखेर होस् वा बत्ती राखेर होस्, त्यो हरेक श्रीलङ्काको घर घरमा सजाइन्छ, बिहारमा सजाइन्छ, बाटो बाटोमा सजाइन्छ। त्यसमा पनि कमलको फुल जस्तो बनाउँछ, कोही त्योभन्दा अझ कलात्मक तरिकाले बनाउँछ आफ्नो कला प्रदर्शन गर्ने तरिकाले। जस्तै नेपालमा हामी पौभा भन्छौँ, मण्डला भने जस्तै श्रीलङ्कामा चाहिँ के गर्छ त भन्दा त्यो वैशाख पूर्णिमा मनाउनको लागि यसरी कलात्मक तरिकाले एक एकवटा डिजाइनले बनाएको हुन्छ र त्यो हेरिसकेपछि के हुन्छ मानिसहरूको मनमा एकदमै श्रद्धा जनित हुन्छ, ओहो कति राम्रोसँग बनाएको भन्दा त्यहाँ श्रद्धाको कुरा आउँछ। र त्यो सँगसँगै त्यहाँका व्यक्तिहरूले मानिसहरूले के गरेको हुन्छ त भन्दा दानशाला अर्थात् कुनै केही वस्तु दानको लागि दिइरहेको हुन्छ। कहीँ आइसक्रिम हुन्छ, कहीँ जुस हुन्छ, कहीँ पानी हुन्छ। मानिसहरूले त्यो वैशाख पूर्णिमालाई लिएर दानको कार्य पनि गरिरहेको हुन्छ, ध्यानको कार्य पनि गरिरहेको हुन्छ र आध्यात्मिक त्यो गुण वर्धन गर्ने कार्य पनि त्यहाँ श्रीलङ्कामा यसरी मनाइन्छ भने थाइल्यान्ड पनि बौद्ध देश नै हो, विशेष गरी थेरवाद बौद्ध देश। थाइल्यान्डमा चाहिँ कसरी मनाइन्छ त भन्दा बिहानैदेखि बिहारमा गएर चैत्य परिक्रमा गरी अनि त्यसपछि परित्राण पाठ गरेर साँझमा चाहिँ त्यहाँ दीप प्रज्वलन गरेर मनाइने चलन छ। झिलिमिल तरिकाले वैशाख पूर्णिमा दिनलाई सम्झेर त्यहाँ दीप प्रज्वलन गरे। जसरी यो दीपले प्रकाश छरे त्यसरी नै भगवान् बुद्धको धर्म संसारभरि फैलियोस्, भगवान् बुद्धको धर्म संसारभरका व्यक्तिहरूले लिन पाओस् भने त्यो चेतनाका साथ त्यसरी मनाउने गर्दछ। र बर्माको कुरा गर्ने हो भने बर्मा पनि बिहारमा गएर दान धर्म गरेर जुन पूजाआजा गरेर मनाइन्छ भने त्यहाँ विशेष गरी यसरी झिलमिलमा लाग्नुभन्दा पनि बर्मामा चाहिँ के हुन्छ त भन्दा ध्यानसँग धेरै सम्बन्ध भएको हुन्छ। र ध्यानसँग नजिकिएर गर्दा त्यहाँ कस्तो गर्ने चलन छ त भन्दा विशेष गरी पत्थान पाठ गर्ने वा दिनभरि ध्यान गर्ने, आध्यात्मिक गुण बढाउने प्रतिपत्ति पूजामा लागिरहेको हुन्छ। र अहिले हामी आएर नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आनन्दकोटी बिहारमा बस्नुभएका बितिसक्नुभयो उहाँ अमरानन्द भन्तेले नै जुन सम्मेलन गर्दा सर्वप्रथम नेपालमा वैशाख पूर्णिमाको दिनमा बिदाको याचना गर्नुभएको थियो र उहाँकै सत्प्रयासबाट अहिले नेपालमा वैशाख पूर्णिमाको दिनमा हामीले बिदा पाइरहेका छौँ। र विशेष गरी आनन्दकोटी बिहारमा यो वैशाख पूर्णिमाको दिनमा श्रीलङ्का सरकारबाट प्राप्त भएको 3 टुक्रा भगवान् बुद्धको जुन अस्थि धातु छ त्यो अस्थि धातु हामी दर्शनको लागि राख्ने गर्छौँ आनन्दकोटी बिहारमा। र हजारौँ भक्तजनहरू आएर त्यो भगवान् बुद्धको अस्थि धातु दर्शन पनि गरिन्छ। त्यही दिनमा आएका जति पनि उपासक उपासिकाहरू छन् ती सबैलाई हामी खिर दान पनि गर्छौँ, जुस दान गर्छौँ, पानी दान गर्छौँ र त्यहाँनिर आमिष पूजा पनि हुन्छ, प्रतिपत्ति पूजा पनि हुन्छ। यसरी बिहारमा मनाइन्छ भने नेपालका अरू बिहारहरूमा थेरवाद बिहारहरू होस्, महायान बिहारहरू होस्, वज्रयान बिहारहरू होस्, जता पनि बिहारहरू भएको ठाउँमा भगवान् बुद्धको अगाडि पूजाआजा गर्नको लागि जुन वस्तु आफूसँग छ ती वस्तुहरू राखेर भगवान् बुद्धको गुण स्मरण गर्दै, धर्मको गुण स्मरण गर्दै, सङ्घको गुण स्मरण गर्दै, अघि नै भन्दैले भने जस्तै भगवान् बुद्धले जुन ज्ञान छर्नुभयो अन्तिम अवस्थासम्म पनि त्यो ज्ञानलाई स्मरण गर्दै भगवान् बुद्धले हामी मानवप्रति करुणा राखे यति महत्त्वपूर्ण ज्ञान दिनुभयो, यति महत्त्वपूर्ण धर्म दिनुभयो, यति महत्त्वपूर्ण शिक्षा हामीले दिनुभयो भने त्यो शिक्षालाई मनन गरी हामी नेपालमा त्यसरी मनाइन्छ भने अधिकांश बौद्धहरू आफ्नै घरमा पनि त्यो दिनमा भगवान् बुद्धको मूर्ति अगाडि स्वयं आफ्नै घरमा पनि अरू बेला पाके तापनि नपाके तापनि त्यो दिनमा अधिकांश ठाउँमा चाहिँ खिर दान गर्ने चलन छ नेपालको सन्दर्भमा। र आफ्नै घरमा भए पनि भगवान् बुद्धको लागि खिर बनाएर सर्वप्रथम भगवान् बुद्धलाई पूजा गरेर अनि बल्ल आफूले ग्रहण गर्ने गर्दछन्। र जो बिहारमा जान सक्दैनन् त्यो दिन वा कुनै रोगको कारणले होस्, कुनै बाध्यताको कारणले गर्दा होस्, उहाँहरू बिहार जान नपाएकाहरू पनि थेरवादको सन्दर्भमा उहाँहरू के गर्नुहुन्छ त भन्दा टिभीको मार्फतले होस् वा अन्य कुनै सामाजिक सञ्जालको माध्यमबाट होस् वा त्यो पनि सम्भव नभए स्वयं आफैले अस्तशील लिएर अस्तशील पालन गर्नेहरू पनि त्यो दिन हामी धेरै देख्छौँ। यो आमिष पूजातिर जाँदा र प्रतिपत्ति पूजातिर लाग्ने अधिकांश बौद्धहरू त्यो दिन के गर्छ त भन्दा ध्यान केन्द्रमा गएर जस्तै बुढा नीलकण्ठको ध्यान केन्द्र होस्, सङ्घमूलको ध्यान केन्द्र होस् वा अरू ध्यान केन्द्रमा गएर 1 दिवसीय ध्यान बस्ने गर्दछ। भन्नुको तात्पर्य के हो त भन्दा सबै बौद्धहरूले गर्ने पूजा नै हो
तर त्यो पूजा कस्तो पूजा हुन्छ त कि आमिष पूजा हुन्छ कि प्रतिपत्ति पूजा हुन्छ र बिहारहरूमा सम्बन्ध भएको ठाउँमा यी दुवैवटा पूजा गर्न लगाइन्छ आमिष पूजा पनि प्रतिपत्ति पूजा पनि र यसकारण बुद्धको जन्मलाई लिएर उहाँको सम्बोधि ज्ञानलाई लिएर अनि उहाँको परिनिर्वाणलाई मात्र होइन कि त्यो वैशाख पूर्णिमाको दिनमा अरू घटनाहरू पनि घटित भएका छन् जस्तै आनन्द बन्देको परिनिर्वाण वैशाख पूर्णिमाको दिनमा लिइन्छ र भगवान् बुद्धको श्रीलङ्का गमन हुँदा जुन अथम स्थान भनिन्छ त्यही ठाउँमा भगवान् बुद्ध जानुभएको कुराहरू पनि श्रीलङ्काको त्यो ग्रन्थहरूमा त्यहाँको वंश साहित्यमा वैशाख पूर्णिमासँग सम्बन्धित भएका घटनाहरू उल्लेख भएका पाइन्छ भन्नुको तात्पर्य के हो त भन्दा त्रिसंयोग मात्र होइन कि अरू संयोगहरू पनि जुन वैशाख पूर्णिमाको दिनमा घटित भए ती सबै यावत कुराहरूलाई मनन गर्दै भगवान् बुद्धप्रति कृतज्ञता देखाउनको लागि उहाँले दिनुभएको धर्मप्रति कृतज्ञता देखाउनको लागि र भगवान् बुद्धले जुन शिक्षा दिनुभएको छ त्यो शिक्षालाई अहिलेसम्म जगेर्ना गरेका जुन अरहत भन्देहरू हुनुहुन्छ वा सङ्घप्रति कृतज्ञता देखाउनको लागि र त्यो धर्ममा आफू पनि स्वयं लाग्न हामी आफै त्यो धर्मको मार्गमा लाग्नको लागि हामीलाई आमिषको माध्यमले होस् वा प्रतिपत्तिको माध्यमले होस् यसरी दुवै मार्गमा लागेर दुवै तरिकाले संसारको जुनसुकै ठाउँमा भए पनि जहाँ बौद्धहरू छन् ती बौद्धहरूले बुद्ध जयन्ती यसरी मनाउँछन्। साधुवाद छ सानङ्गर बन्देज्यूलाई। उहाँले देश विदेशमा बुद्ध जयन्ती कसरी मनाउँछ भन्ने बारेमा उहाँले प्रश्न पारिदिनु भयो। अब म फेरि पटक पिरतन बन्देज्यूतर्फ मुडिन चाहेँ। बन्ते भर्खरै सानङ्गर बन्देले देश विदेशमा बुद्ध जयन्ती कसरी मनाउँछन् भन्ने बारेमा उल्लेख गर्नुभयो। भन्दै अब प्रश्न उठ्छ कि भगवान् बुद्धको अनुयायी भएर भगवान् बुद्धको देशना अनुसार साँच्चीकै बुद्ध जयन्ती मनाउने कसरी त? बुद्ध देशनाका अनुसार सही तरिकाले बुद्ध जयन्ती कसरी मनाउन सकिन्छ? यस सम्बन्ध प्रश्न पारिदिनु हुन यो बन्देले राख्न चाहेँ। हजुर, फेरि एकपटक धन्यवाद है प्रश्न दिनुभएकोमा। यही प्रश्नमा चाहिँ नि आउँदाखेरि महापरिनिर्वाण सूत्रमा नै है महापरिनिर्वाण सूत्रमा नै भगवान् आनन्द भन्तेले एकपटक प्रश्न सोध्नु भएको थियो। भगवान् शास्ता, अब त्यसो भए हामी यो भगवान् बुद्धको शरीरलाई भगवान् बुद्ध परिनिर्वाण भइसकेपछि भगवान् बुद्धको शरीरलाई हामीले कसरी पूजा गर्छौँ त भनेर सोध्नुभएको थियो आनन्द भन्तेले। भगवान् बुद्धले उत्तर दिनुहुँदाखेरि, आनन्द, यो तिमीहरूले गर्नुपर्ने काम होइन, यो गृहस्थीहरूले गर्छ है, तिमीहरूले गर्नुपर्ने काम होइन, गृहस्थीहरूले गर्छ भनेर कसरी गर्ने भनेर पनि भन्नुभएको छ। तर त्योभन्दा भगवान् बुद्धलाई चाहिँ नि चाहिएको के भने आफ्नो शिष्यहरू आफ्नो श्रावक सङ्घहरू चाहिँ नि ज्ञान बढाओस्। यो आमिष पूजा भन्दै भन्नुभयो होइन। वैशाख पूर्णिमामा हामी बौद्धहरूले आमिष पूजाबाट पनि प्रतिपत्ति पूजाबाट पनि हामी द्वारा पनि हामी मनाउँछौँ। तर भगवान् बुद्ध स्वयंले आमिष पूजालाई भन्दा बढी प्रतिपत्ति पूजालाई चाहिँ नि जोड दिएको चाहिँ हामीले पाइन्छौँ। त्यसैले अब सबैजनाको अलग अलग छुट्टा छुट्टै तरिका त हुन्छ नै। अनि अब मेरो विचारमा चाहिँ हामी भगवान् बुद्धको अनुयायी भएर हामी चाहिँ हामीले चाहिँ नि सकेसम्म जसरी यो सुबद्ध भन्ने अन्तिम श्रावक भिक्षुले जसरी अन्तिम श्रावक भिक्षुले भगवान् बुद्ध जीवन्त रहँदै अरहन्त हुनुभयो, त्यसरी नै हाम्रो पनि प्रयास चाहिँ नि हुनुपर्ने चाहिँ हाम्रो प्रयास पनि हुनुपर्ने चाहिँ अहिलेसम्म भगवान् बुद्धको धर्म जीवमान छ। त्यसैले हामीले चाहिँ किन यसको लागि प्रयास नगरौँ त भनेर सकभर ध्यान भावनामा लागेर नै हामीले बुद्ध जयन्ती मनायौँ भने त्यो चाहिँ नि उचित जस्तो लाग्छ। अरू तरिका पनि छन्, नभएको होइन होइन। आमिष पूजाबाट पनि हामीले गर्छौँ। बुद्ध पूजा गर्दाखेरि पनि त्यो पनि एक प्रकारको आमिष पूजा नै हो। तर त्यसमा पनि प्रतिपत्ति पूजा जोडिन्छ।
किनभने अब बुद्ध पूजा गर्दाखेरि हामी हात जोडेर हामीलाई कन्ठस्थ नै छ बुद्ध पूजा गर्ने क्रम होइन र म त्यसो भन्दै पुरा सबै सकाउँछौँ तर बुद्ध पूजा गर्दाखेरि पनि हामीले जे वाचन गरिरहेका छौँ त्यसैमा मन लगाएर गर्ने हो त त्यसैमा मन लगाएर गर्ने हो भने त्यो प्रतिपत्ति पूजा पनि हो आमिष पूजा पनि हो किनभने प्रतिपत्ति पूजा भनेको नै ध्यान एकीकृत गर्नु भगवान बुद्धको धर्ममा हामी लागिरहनु होइन भगवान बुद्धको धर्ममा लागिरहनु भनेको नै हामीले चाहिँ मन एकाग्रित गरेर मनलाई शुद्ध पार्नु नै हो नि त होइन त्यसैले बुद्ध पूजा गर्दाखेरि पनि ध्यान एकाग्रित भएको खण्डमा त्यहाँनिर पनि प्रतिपत्ति पूजा छ आमिष पूजा पनि छ त्यसैले आमिष पूजा गरेर बुद्ध जयन्ती मनाउनेहरूले पनि होसपूर्वक बुद्ध जयन्ती मनायो भने त्यहाँनिर पनि कतै न कतै प्रतिपत्ति पूजा पनि अन्तर्गत भएको पाइन्छ त्यसैले मेरो विचारमा मेरो पौद्गलिक पर्सनल विचारमा चाहिँ नि आमिष पूजा पनि ठिकै छ हुन्छ त्यसबाट पनि श्रद्धा बढ्छ त्यसबाट पनि पुण्य बढ्छ त्यसबाट पनि कुशल बढ्छ त्योभन्दा बढी चाहिँ नि बरु ध्यान भावनामा लागेर हामी चाहिँ नि हामीले चाहिँ नि अनुयायी भएर हामीले चाहिँ त्यसरी बुद्ध जयन्ती मनाउन सक्यौँ भने धेरै बेस्ट हुन्छ जस्तो चाहिँ मलाई लाग्छ साधुवाद छ पिरदन पन्तज्यूलाई उहाँले भगवान बुद्धको देशनाअनुसार बुद्ध जयन्ती सही तरिकाले कसरी मनाउनुपर्छ भन्ने बारेमा उहाँले प्रश्न पारिदिनु भयो अब हाम्रो यस कार्यक्रम अन्तसम्म आइपुगेका छौँ र यो अन्तिम प्रश्न दुवै पन्तज्यूलाई म सेम क्वेसन राख्न चाहन्छु के त भन्दाखेरि यस कार्यक्रममा केही आफ्नो केही मन्तव्य छ भने या चाहिँ नि केही भन्नु बाँकी छ भने चाहिँ नै अब यो समय म उहाँलाई दिन चाहेँ र सर्वप्रथम म सानगर पन्तज्यू दिन चाहेँ केही भन्नु छ भने या चाहिँ आफ्नो मन्तव्य राख्नुको लागि यो समय तपाईँ राख्नु धन्यवाद पुनः एकपटक म अघि न पिरत भन्तेले भन्नुभएको कुरासँग थोरै जोडिन चाहेँ हजुर बुद्ध जयन्ती मनाइने कसरी त भन्दा उहाँले एकदम सरल तरिकाले प्रस्ताव पारिदिनु नै भयो र नेपालको सन्दर्भमा हामीले कुरा बुद्ध वाज बन्ने नेपाल भनेर अधिकांशले भन्छ नै तर बुद्ध जन्मेका भनेर अधिकांशलाई थाहा छ भगवान बुद्धको धर्म के हो भनेर धेरैलाई थाहा छैन र यस सन्दर्भमा जो बुद्ध धर्मसँग सम्बन्धित छ बिहारसँग सम्बन्धित छ उनीहरूले ध्यानको मार्ग थाहा हुन्छ उनीहरूलाई सजिलो हुन्छ मार्गमा जानलाई जो बुद्ध धर्मसँग सम्बन्धित छैनन् जसले भगवान बुद्ध नेपालमा जन्मेका छन् भनेर चर्चा चलाइरहेका छन् कुरा गरिरहेका छन् ती त्यस्ता व्यक्तिहरूको लागि चाहिँ म के भन्न चाहन्छु त भन्दा कमसेकम बुद्ध जयन्तीको दिनमा पनि यो जुन आनेको गीत जस्तै बोली बुद्ध होस् चित्त शुद्ध होस् भने जस्तै कमसेकम त्यो एक दिन मेरो हातबाट कसैलाई हिंसा नहोस् मेरो वचनबाट कसैको मनमा पीडा नहोस् यो दिन मेरो शुभ रहोस् मेरो दिन शुभ रहे जस्तै यो नेपालमा भएका संसारमा भएका सबै प्राणीहरू पनि त्यसरी नै सुखपूर्वक बस्न सकोस् जसरी मबाट हिंसा नभए जस्तै अरूबाट पनि हिंसा नहोस् अरूबाट पनि नराम्रो कार्य नहोस् त्यो विचार गर्दै कमसेकम हरेक एक नेपालीले यो वैशाख पूर्णिमाको दिनमा आजको दिनमा वैशाख पूर्णिमाको दिनमा म हिंसा गर्दिनँ म अरूको चित्त दुखाउँदिनँ म अरूलाई कुनै पनि त्यस्ता आघात हुनेहरू काम गर्दिनँ भनेर यसरी आफैलाई भगवान बुद्धको धर्म थाहा होस् वा थाहा नहोस् कमसेकम म यतिसम्म आज गर्नेछु भनेर पनि मेरो विचारमा बुद्ध जयन्ती मनाउन सकिन्छ हजुर अति सरल तरिकाले उहाँले बताउनु भयो भन्दा यही फेरि एकपटक म तपाईँलाई एउटा सानो क्वेसन राख्न चाहेँ भने आजकल समाजमा उठ्ने एउटा प्रश्न पनि छ त्यो मलाई लाग्छ यो प्रश्न अहिले कुरा गर्नु नै पर्छ भन्दा यो बुद्धहरू चाहिँ नि किन पुरुष नै हुन्छ किन स्त्रीहरू बुद्ध हुँदैनन् र एकदम कालीन प्रश्न नै हो यो अधिकांश नारीवादीहरूले यो प्रश्नलाई धेरै उठाउने गर्छन् र उहाँहरूले के गर्नुहुन्छ त भन्दा बुद्धको समयलाई चाहिँ हेर्नुहुन्न बुद्धको दर्शनलाई पनि बुझ्नुहुन्न अहिले पश्चिमबाट आएको जुन तर्कहरू छ त्यो तर्कलाई आत्मसात गर्दै विभिन्न तर्कहरू ल्याउने कोसिस गर्छ त्यसकारण धर्मसँग सम्बन्धित भएर हेर्ने हो भने सुरुवातमा हाम्रो पिरन भन्दैज्यूले पनि भन्नुभयो कि बुद्ध हुनलाई भनेको 30 पारमिता पुरा गर्नुपर्छ
त्यो पारमिता पुरा गर्न भनेको अत्यन्त कठिन हो र त्यसकारण आफूसँग भएको वस्तु मात्र होइन कि आफ्नो शरीरका अङ्ग प्रत्यङ्ग दान गर्नु पर्यो, आफ्नो परिवारका सदस्य छोराछोरीले समेत दान गर्नु भनेको एकदम कठिन कार्य हो। र यो कठिन कार्य गर्दा विशेष गरी स्त्री पक्षले परिवारसँग धेरै सम्बन्ध गहिरो हुन्छ। माया ममताहरू भनेको स्त्री पक्षसँग धेरै गहिरो सम्बन्ध भएको हुन्छ। आफ्नो छोरा वा छोरीलाई केही कामको लागि वा कुनै एकको लागि दान गर्नु भनेको एकदमै कठिन हो। त्यसकारण हामी वैष्णव जातक पढ्छौँ। वैष्णव जातकमा त्यही देखाएको छ, आमा यदि भएको भए बोधिसत्वले त्यति बेला आफ्नो छोरा छोरीलाई दान गर्न सक्ने अवस्था हुँदैन। किन त भन्दा बुवाको मन कठोर हुनसक्छ, दान पारमितालाई प्राथमिकता दिन सक्छ, तर आमाको मन कस्तो हुन्छ त भन्दा एकदम कलिलो हुन्छ। आफ्नो परिवार दान गर्नु परेको खण्डमा त्यो आमाबाट हुँदैन। त्यसकारण आमा भन्ने जुन शब्द छ त्यो आमा भन्ने शब्दमा माया ममता यति गहिरेर बसेको हुन्छ कि एकछिन पनि आफ्नो आँखाभन्दा टाढा राख्न नसकिने छोराछोरीहरूलाई जिन्दगीभर नै देख्न नपाउने गरी दान दिनु भनेको त्यो दुर्लभ कुरा नै हो। त्यो कुरा स्त्री पक्षबाट हुँदैन, स्त्री पक्षले त्यो गर्नै सक्दैन। त्यसकारण त्यो पारमिता पुरा गर्नुपर्ने भएको कारणले गर्दा स्त्री पक्षबाट दान पारमिता पुरा गर्दै जाँदा आफ्नो परिवारका सदस्य विशेष गरी छोरा वा छोरी दान गर्नुपर्ने अवस्था आउँदा वा आफ्नै शरीरका अङ्ग प्रत्यङ्ग दान गर्नुपर्ने अवस्था आउँदा त्यो पारमिता पुरा गर्न एकदम कठिन हुने भएको कारणले गर्दा बुद्ध धर्म के देखाएको छ त भन्दा पुरुष पक्ष मात्रै बुद्ध हुन सक्छ, ताकि पुरुष पक्षले पारमिता पुरा गर्न सक्दछ। यहाँनिर स्त्री पुरुष भनेर भेदभाव गर्न खोजेको पक्कै होइन। यहाँनिर स्त्री पक्षले बुद्ध हुन सक्दैन भनेर भेदभाव गर्न खोजेको होइन। स्त्री पक्षले पारमिता पुरा गर्नै सक्दैन, त्यो माया ममताले ठाउँ लिएकै हुन्छ। माया ममताको कारणले गर्दा त्यो पारमिता पुरा गर्न नै दिँदैन स्त्री पक्षलाई, विशेष गरी आमालाई। हो त्यस कारणले गर्दा स्त्री पक्ष चाहिँ बुद्ध हुन नसकिने हो। धर्ममा यसरी देखाएको छ, त्यो पक्षपात गरेर चाहिँ भगवान् बुद्धको धर्म चाहिँ यो देखाएको होइन। हजुर, उहाँले यो प्रश्न सम्बन्धी प्रश्न पारिदिनु भयो। आशा छ यहाँले पनि बुझ्नुभयो होला भनेर। अब म पिरदन भन्नेज्यूलाई यो समय दिन चाहेँ। भन्ने त अब खासै त केही छैन। अब आजको दिन बुद्ध जयन्तीको दिन हामीले सकेसम्म अघि शरणङ्कर पन्थीले भन्नुभएको जस्तै नै हो, हामीले अब बिहारमा आउनेहरू भए त बिहारको बारेमा बुद्ध धर्मको बारेमा थाहा छँदैछ। त्यसैले सकभर ध्यान भावना बसेर नै हामीले बुद्ध जयन्ती मनाऊँ। होइन भने होइन, नभए अब भन्तेले भने जस्तै नै म पनि त्यही भन्न चाहन्छु होइन। एटलिस्ट पञ्चशीलको कुनै न कुनै शील भए पनि, एउटा शील भए पनि त रक्षा गर्छु भन्ने अधिष्ठान चाहिँ नि राखौँ। एटलिस्ट यो एक दिनमा भए पनि होइन, एटलिस्ट यो एक दिनमा मैले गरेको यो अधिष्ठानको बल चाहिँ नि पारमिता हुन सकोस्। अब बुद्ध हुनको लागि नै पारमिता नभए पनि संसारमा फेरि जन्म लिन नपर्ने त्यो निर्वाण ज्ञान प्राप्त गर्नको लागि भए पनि आज एक दिनमा मात्र भए पनि गरेको शील चाहिँ नि केही न केही हेतु कारण भएर चाहिँ नि निर्वाण ज्ञान प्राप्त गर्नको लागि हेतु उपकारी होस् भन्ने पारमिता प्रार्थना गरेर पुण्य कर्म गरौँ बुद्ध जयन्तीको दिनमा भन्ने नै भन्न चाहन्छु म चाहिँ। साधुवाद छ पिरदन भन्नेज्यूलाई। दर्शकबिन, आज हाम्रो यस कार्यक्रम मार्फत बुद्ध जयन्ती सम्बन्धी धेरै ज्ञान हासिल गर्नुभयो होला भनेर म विश्वास गर्दछु। हाम्रो यस कार्यक्रमको लागि हाम्रो निमन्त्रण अस्वीकार गरी यहाँ पाल्नुभएका अनन्तकुटी बिहारवासी पूज्य शरणङ्कर भन्नेज्यूलाई, त्यस्तै गरी ललितपुर साकेसिंह बिहारका महासचिव, त्यस्तै दोम्बु विजयराम बिहारका सचिव पूज्य पिरदन भन्नेज्यूलाई साधुवाद व्यक्त गर्दै, त्यस्तै हाम्रो यस कार्यक्रमको लागि सहयोग गर्ने हाम्रो दाताहरूलाई पनि पुनः एकपटक उहाँलाई पनि साधुवाद व्यक्त गर्न चाहन्छु र उहाँहरूको एकपटक नाम पनि म दिन चाहन्छु। उहाँहरू हुनुहुन्छ प्रसन्नवती गुरुमा, त्यस्तै गरी दिलहेरा ताम्राकार सुदर्शन दर्शनधारी, बिनु सिंह, विद्या साई, सानुमैया, नानुमैया,
प्रदीप मानन्दर, सुमित्रा मानन्दर, लिजला साक्य, बिना नेपाली, अञ्जली साक्य, बुद्धरत्न दङ्गोल, आनन्द दङ्गोल, सावित्री दङ्गोल, चन्द्रलक्ष्मी महर्जन, किरण शोभा ताम्राकार, पूर्णदेवी दङ्गोल र तारा अवाले उहाँहरूले चाहिँ नि यो हाम्रो कार्यक्रमको लागि हरेक महिनामा उहाँहरूले सहयोग गर्नुहुन्छ र त्यस्तै गरी हाम्रो यस कार्यक्रम सुटिङ, एडिटिङ आदि क्यामेराबाट सहयोग गर्नुहुन्छ यहाँ किङडम प्रोडक्सन र त्यस्तै उहाँहरूको अर्को पनि एउटा नाम छ ट्विन्स ग्राफी राम लक्ष्मण। त्यस्तै अमन र उहाँको साथीहरूले पनि यस कार्यक्रमको लागि सहयोग गर्नुहुन्छ र सहयोग गर्न सबै दादाहरूलाई पुनः एकपटक मैत्रीपूर्ण साधुवाद व्यक्त गर्दै उहाँहरूलाई निदुख होस्, निरोगी होस्, दीर्घायु होस् भन्ने प्रार्थना गर्दै फेरि अर्को कार्यक्रममा नयाँ विषयलाई लिएर फेरि पनि उपस्थित हुने बाचाका साथ आजलाई बिदा हुन चाहन्छु। सबैजनालाई बहुत शुभ मङ्गलम।